विश्वभरबाट डिसी नेपाल.com हेरेर बस्नुभएका सम्पूर्ण दर्शक महानुभावहरूमा म कार्यक्रम सञ्चालक अर्जुन दाहालको यहाँहरू सबैलाई अङ्गालोभरिको माया अनि हार्दिक नमस्कार। प्रिय दर्शक महानुभावहरू, विश्वभर रहेका नेपालीहरूका चिन्ता चासो र भावनालाई नेपालसँग प्रत्यक्ष जोड्ने कार्यक्रम द ब्रिज सकमा आज हामीले एकजना विशेष अतिथिलाई निम्ता गरेका छौँ। आज हामी यस्ता एकजना सञ्चारकर्मीसँग कुरा गरेका छौँ जसले सम्पूर्ण नेपालीहरूमाझ खास गरी जसले उहाँको भिडियो हेर्नुभएको छ कर्मकाण्डी सञ्चारकर्म भन्दा फरक रूपमा बुझ्नुहुन्छ। उहाँले तयार गरेका भिडियोहरूबाट तथ्यमा आधारित हुने गरेका छन्। यद्यपि अहिलेको नेपाल सरकार निकटस्थहरूले भ्रम फैलाउने मान्छे भनेर प्रचार गरेको पनि पाएको छु। आजका मेरा अतिथि नेपाल घर झापा अहिले वासिङटन स्टेटमा बस्नुहुन्छ। माइक्रोसफ्ट कम्पनीमा विज्ञको रूपमा काम गर्दै गर्नुभएका अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका महासचिव टङ्क दाहाल हुनुहुन्छ। परिचयमा यहाँभन्दा धेरै भन्न जरुरी मलाई लाग्दैन। क्रमशः हामी विषय उठाउँदै जान्छौँ। सबैभन्दा पहिला म टङ्क सरलाई कार्यक्रम द ब्रिज सकमा स्वागत गर्न चाहन्छु। टङ्क सर, यहाँलाई कार्यक्रममा स्वागत छ। हजुर नमस्कार, धन्यवाद। टङ्क सरसँग कुरा गर्न अलिकति मलाई हुटुटी नै थियो। यसलाई अन्तर्वार्ता भन्दा पनि छलफलको रूपमा मैले लिएको छु। मलाई आशा छ कार्यक्रम रमाइलो हुन्छ र क्रमशः अगाडि बढ्छ। हजुर, ल ठिक छ। धेरै गन्थन मन्थन भन्दा नि अलिकति बोधागत र सठिक कुराकानी गर्न मन छ टङ्क सर आएको बेलामा। यहाँको भिडियोको प्रकृति पनि त्यस्तै भएको, तथ्यगत बढी भएको र व्याख्या भन्दाखेरि पनि के अरे तथ्यमा अडिएर विश्लेषण गर्ने हुनुभएको हुनाले कुराकानी सकेसम्म त्यस्तै बनाऊ, धेरै व्याख्यात्मक नबनाऊ भन्ने मलाई मन छ। हजुर, सबैभन्दा पहिला यो अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको महासचिव बन्नुभएको कुराले अलिकति तपाईँ थप तपाईँको एउटा चर्चा बढिएको पनि छ र काहीँ न काहीँ विवादित पनि हुनुहुन्छ। यसबारे अलिकति के भन्नुहुन्छ? हजुर धन्यवाद। यो प्रश्न मलाई पनि इन्डाइरेक्टली मेरा शुभचिन्तकहरू, साथीहरूले, अग्रजहरूले पनि सोधिराख्नु भएको छ। तपाईँले पनि सोध्नुभयो, धन्यवाद। आई थिङ्क जसले अहिले यो लाइभ हेरेर बसिराख्नु भएको छ उहाँहरूलाई पनि यो प्रश्न मनमा थियो होला सायद। अब यसमा चाहिँ कस्तो छ भन्दाखेरि मैले जुन प्रकारको यो युट्युब भिडियोबाट सुरु गरेँ, सोसल मिडिया भनौँ, त्यो चाहिँ अलिक फरक प्रयोग थियो कि जस्तो लागेको हो मलाई। फरक भएरै मैले सुरु गरेको हो जस्तो त्यो बेलासम्म अथवा अझै पनि बजारमा आएका समाचारहरू, एनालाइसिसहरू हेर्नुभयो भने फलानुले यसो भन्नुभयो हाम्रो विशेष स्रोतका अनुसार भनेर चाहिँ समाचार बनाउने गरेको देख्दाखेरि मलाई भित्रभित्र मनै के लाग्थ्यो भने विशेष स्रोत नभनेर साँच्चै जुन समाचार बनाउँदैछौँ हामीले त्यसमा काहीँ न केही डकुमेन्ट होला, प्रमाण होला, क्लिप होला, त्यो कुराहरू पनि राखेर प्रमाणसहितको भिडियो एउटा कुरा। दोस्रो कुरो चाहिँ के भने एउटा सानो टुक्रा एक ठाउँमा, अर्को सानो टुक्रा अर्को ठाउँमा आफूलाई पाएक पर्ने टुक्रा राख्ने, पाएक नपर्ने टुक्रा हटाउने भन्दा पाएक परोस् कि नपरोस् कम्तीमा इन टु इन स्टोरी सुरुमा यसरी भयो, बिचमा यो भयो, बिस्तारो घटनाक्रम बढ्दै जाँदा यस्तो भयो, तपाईँहरू हेर्नुहोस् प्रमाण यही हो, भएको घटना यही हो, तपाईँहरू आफै डिसाइड गर्नुहोस् भन्ने प्याटर्नको एउटा चाहिँ भिडियो सुरु गर्न पाइयो, पत्रकारिता सुरु गर्न पाइयो भने अलिक बेग्लै किसिमको हुन्छ कि भन्ने हिसाबले सुरु गरेको हो। मैले सुरु गर्दाखेरि ठुलो आकाङ्क्षा पनि थिएन, म कहाँ पुग्छु, म तहल्का मचाउँछु, मलाई सबैले चिन्छन् भन्ने उद्देश्य पनि थिएन। मैले साधारण मैले जे जानेको छु त्यही कुरो त्यसमा युज गरेर मैले बताएँ। तर एउटा कुरा चाहिँ के भने मैले जति बेला सुरु गरेँ धेरै पछिसम्म पनि मैले गर्दै गरेको काम पत्रकारिता नै हो कि होइन भन्ने कुरा म आफैलाई कन्फर्म थिएन। मलाई लाग्थ्यो कि मैले जे गर्दैछु सायद त्यो पत्रकारिता होइन, किनभने एकदमै अर्ग्यानिक तपाईँले हेर्नुभयो भने साधारण अरू पत्रकारहरूले जसरी पत्रकारिता गर्दैछन् मैले त्यो किसिमले पत्रकारिता गरेको थिइनँ। त्यो भएर मलाई भित्रभित्र लाग्थ्यो म पत्रकार होइन, मैले पत्रकारिता गरिराखेको छैन भन्ने लाग्थ्यो। त्यही भएर सुरुका केही भिडियोहरू मैले हेर्नुभयो भने मैले ट्रेडिसनल पत्रकारिता भन्छु, मूलधार भन्छन् अरूले, म चाहिँ ट्रेडिसनल पत्रकारिता भन्छु। त्यो मूलधार अथवा ट्रेडिसनल पत्रकारिताको विरोध गरेको पनि देख्न सक्नुहुन्छ तपाईँले। त्यो किन भन्दाखेरि मलाई आफूलाई के लाग्थ्यो भने सायद त्यो चाहिँ पत्रकारिता हो, मैले गरेको चाहिँ पत्रकारिता होइन कि भन्ने लाग्थ्यो। तर जब बिस्तारै गर्दै गएँ, पत्रकारिताका नर्म्सहरू पढ्दै गएँ, म त पत्रकारिताको विद्यार्थी पनि होइन, अनि बिस्तारै बुझ्दै जाँदाखेरि मैले गरेको जुन कुरो छ त्यो अलिकति डिफ्रेन्ट फ्लेभरको तर पत्रकारिता नै हो रहेछ भन्ने कुरो बिस्तारै मलाई फिल हुन थाल्यो। अनि अब पत्रकारिता नै गरिसकेपछि म एक्लै हिँड्नुभन्दा एउटा सङ्गठन बनाएर चाहिँ हिँड्दाखेरि चाहिँ फाइदा हुन्छ कि राम्रो हुन्छ कि हक हितको पनि कुरा हुन्छ र एक्लैको आवाज भन्दाखेरि एउटा अर्गनाइजेसनको आवाज बलियो पनि हुन्छ कि भन्ने हिसाबले चाहिँ म अगाडि बढेँ। र अहिले भइराखेका केही चाहिँ
मिडिया अर्गनाइजेसनहरू जुन छन् यहीँ अमेरिकामै पनि 2-3टा कति छन्, उहाँहरूसँग इन्डाइरेक्टली मैले कुरा पनि पुर्याएको हो, मैले चुपचाप बसेको होइन। तर जेनरल्ली इन्डाइरेक्टली कुरा कस्तो आयो भने अब तपाईँ कुनै अनलाइनमा नि काम गर्नुभएको छैन, मूलधारको पत्रकारिता पनि गर्नुभएको छैन, युट्युबमा भिडियो बनाउनुहुन्छ, टिकटकमा भिडियो राख्नुहुन्छ, सोसियल मिडियामा तपाईँ चाहिँ पोस्टहरू राख्नुहुन्छ, तपाईँ हाम्रो क्राइटेरिया अनुसार, हाम्रो चाहिँ दस्तावेज अनुसार तपाईँ पत्रकारै होइन। त्यो भएर तपाईँलाई चाहिँ हाम्रो अर्गनाइजेसनमा सदस्यता समेत दिन मिल्दैन भन्ने खालका कुराहरू आए। अनि गर्दै हेर्दै जाँदाखेरि के भने यो अहिले चाहिँ जुन फिजा इस्टाब्लिस भएको छ त्यो फिजामा चाहिँ महासचिव बन्ने मौका पाएँ मैले। अब आशा छ मैले यसको मर्म मर्न दिन्न, यसलाई अरूभन्दा फरक र अरूभन्दा चाहिँ विशेष किसिमको चाहिँ बनाएर लान सकिन्छ कि भन्ने उद्देश्य हो, त्यहाँभन्दा अरू केही पनि उद्देश्य छैन यसको। कुनै बेला नेपालमा यहाँलाई कम्प्युटरसँग जोडिएर पढ्न खोज्दाखेरि कुनै व्यवस्थाले तपाईँलाई त्यहाँ पढ्न दिएन र अमेरिकासम्म पठायो, त्यस्तै तपाईँलाई अरू सङ्घ संस्थाले नहटाएपछि तपाईँलाई महासचिवसम्म पुर्याएछ होइन? एक्ज्याक्टली। अब दोष त्यसमा पनि म अरू साथीहरूलाई दोष दिन्न, किनभने उहाँहरू मात्रै होइन, जेनरल्ली अहिले हाम्रो नेपालमा यही भिडियो हेरिराख्नुभएका र पत्रकारिता गरिराख्नुभएका साथीहरूलाई पनि के छ भने अहिले बिस्तारै यो ट्रान्जिसन फेजमा छौँ, यो पत्रकारिता ट्रान्जिसन फेजमा छौँ भन्छौँ हामी। जस्तो पहिला चाहिँ त्यो रिल हालेर फोटो खिच्ने क्यामेराहरू थिए, जब डिजिटल क्यामेराहरू आउन थाले यो त क्यामेरै होइन भन्ने खालको एउटा मेन्टालिटी थियो मान्छेहरूको। पहिला रेडियो मात्रै थियो, जब एफएमहरू आए यो एफएम त रेडियोै होइन, टेलिभिजन आयो, टेलिभिजनले त 500जना मान्छेको बिचमा पनि पुग्दैन, अथवा पत्रपत्रिका आए, यो पत्रपत्रिका त यो चाहिँ पत्रकारितै होइन भन्दै भन्दै अहिले हामी अनलाइनबाट चाहिँ यो त्यो पनि डिस्ट्रिब्युटेड मिडियामा पुगेका छौँ, हामी संसारभरि एकैपटकमा पुग्ने गरी पुगेका छौँ। त्यो भएर सोसल मिडिया पनि पत्रकारिता हो भनेर चाहिँ हाम्रो दस्तावेजहरूमा हाम्रा जे छन्, जुन कारणले मलाई चाहिँ अहिले मैले रिच आउट गरेको साथीहरूले चाहिँ तपाईँलाई अर्गनाइजेसनको सदस्यता दिन मिल्दैन भन्नुभयो, सायद त्यो दस्तावेजै चेन्ज गर्नुपर्ने बेला, मेन्टालिटी चेन्ज गर्नुपर्ने बेला आएको हो कि भन्ने मलाई फिल चाहिँ भएको छ। ठिक छ। अब यो खास गरी यो जब नेपालमा यो सामाजिक सञ्जाल विधेयक आयो, योसँग जोडिएर टङ्कदारलाई धेरैले हेर्नु भएको छ र आजको कुराकानीको मूल गुदी त्यो हो, मुटु त्यही हो भन्ने लागेको छ मलाई। थप कुराकानी त हामी डेफिनेटली गर्छौँ र म मेरा दर्शकहरूलाई भन्छु अलिकति कार्यक्रम रमाइलो बनाउनुको लागि मैले सही र गलत टाइपका अलिक फरक प्रसङ्ग जोडेर 15वटा प्रश्न बनाएको छु, म त्यो टङ्कदारलाई सोध्छु नै। तर अब यो सामाजिक सञ्जाललाई अलिकति मूलधार जस्तो देखिने गरी र सिधै भन्नुपर्दा एउटा टङ्कदार युट्युब च्यानलबाट एक किसिमले नेपालभरि नै यो सञ्चार माध्यममा कम्पन ल्याइदिरहेको टङ्कदारसँग यो पछिल्लो समय ल्याएको विधेयक चाहिँ सिधै ठोकिन्छ, जोडिन्छ भन्ने लाग्छ मलाई। त्यही भएर पनि आजको यो कुरा अलिकति बढी त्यसमा केन्द्रित गर्छु म। सिधै भन्दा यो सरकारले जुन सामाजिक सञ्जाल विधेयक ल्यायो त्यो विधेयकमा भएका राम्रा र नराम्रा पक्षहरू टङ्कदारले देख्दा के छन्, अलिकति छोटकरीमा त्यसलाई बताइदिनुहोस् त। हजुर, थ्याङ्क यू। त्यो विधेयक आउने बित्तिकै आई थिङ्क 2-3-4 दिनभित्रमै मैले एउटा भिडियो पनि बनाइसकेको छु। त्यो भिडियो सायद तपाईँले पनि हेर्नुभएको होला। मैले त्यसको बुँदा जे छन् सबै प्रस्तावनादेखि लिएर अन्तिमसम्म जे खराबीहरू छन् त्यसका राम्रा पक्ष पनि केलाएको छु थोरै, र खराबीहरू पनि केलाएको छु त्यसमा। मेरो भनाइ वास्तवमा त्यही नै हो। मेन कुरा के छ भन्दाखेरि मेरो चाहिँ व्यक्तिगत रूपले तपाईँले सोध्नुहुन्छ भने सामाजिक सञ्जाल छाडा छ, गालीले भरिएको छ, त्यो कुरा सत्य हो। सामाजिक सञ्जालमा रिफर्म जरुरी छ। हामी नेपालीहरू गाली गर्नमा सायद यो विश्व रेकर्ड कतै हुन्थ्यो भने गाली गर्नमा विश्व रेकर्ड कायम गर्छौँ कि जस्तो लाग्छ मलाई। चित्त बुझेन कि गाली गलौजतिरै उत्रिहाल्छौँ, त्यो अफकोर्स कन्ट्रोल गर्नुपर्ने अथवा त्यसलाई संयमित बनाउनु पर्ने अवस्था थियो डेफिनेटली। त्यो भएर सामाजिक सञ्जाल विधेयक भनेर जुन आएको छ त्यो पुरै विधेयक नै, जस्तो साथीहरूले कसैले भनेको सुन्छु खारेजै गर्नुपर्छ भन्ने खालका आवाज पनि उठेका छन्। खारेजै गर्नुपर्ने स्थिति चाहिँ कम्तीमा व्यक्तिगत रूपले म देख्दिनँ। तर के भने त्यहाँभित्र राम्रा कुराहरू हुँदै पनि कुनै कुराहरू यस्ता कुरा घुसाइएको छ त्यहाँभित्र कि त्यो कुरो जस्ताको तस्तै पारित हुने हो भनेदेखि नेपाललाई डेमोक्रेटिक कन्ट्री नभने हुन्छ। मेरो विचारमा चाहिँ धेरै कुराहरू परिवर्तन गर्नुपर्ने देख्छु म त्यहाँ। जस्तो केही उदाहरणहरू अलिकति त्यहाँ ठ्याक्कै लेखिएका विषयमा यहाँ भिडियो नै बनाइसकेर अध्ययन नै गरिसकेको हुनाले अलि सफाटै थाहा हुनसक्छ के यो विषय चाहिँ अलिकति गम्भीर छन् भनेर केही उदाहरण राखेको छ? हजुर, यो यस्तो छ, जस्तो
नाम त्यो विधेयकको नाममा चाहिँ नियमन गर्ने भनेर लेखेको छ, तर भित्र तपाईँले रियल त्यसको कन्टेन्ट स्पेसल्ली चाहिँ दफा 16 र त्योभन्दा अरू पनि जुन जुन कुराहरू छन् ती हेर्ने हो भने त्यहाँभित्र भएका कुराहरू नियमन भन्दा बढी नियन्त्रण भन्दा पनि अझै बन्द नै गर्ने दिशातिर सरकार गएको हो कि जस्तो देखिन्छ। जस्तो फर इक्जाम्पल कोही एकजनाले चाहिँ एउटा सोसल मिडिया पोस्ट राख्यो, त्यो पोस्टमा लाइक गर्ने, सेयर गर्ने, सब्सक्राइब गर्ने, ट्याग गर्ने, कसैले मलाई ट्याग गर्यो अथवा मैले कसैलाई ट्याग गरेँ। ट्रोल भनेको चाहिँ यति ठुलो बृहत मिनिङ आउँछ कि गाई जात्रामा चाहिँ त्यो जुन पत्रपत्रिकाहरू निस्किन्छन्, पत्रपत्रिकामा कार्टुन निस्किन्छन्, मैले कसैलाई चाहिँ व्यङ्ग गरेर चाहिँ 2 सेन्टेन्स लेखेँ भने त्यो पनि ट्रोल हुन्छ। ट्रोललाई पनि त्यहाँभित्र राखेको छ, ह्यासट्याग मात्रै राख्यो भने पनि चाहिँ यो अपराध हो भन्ने जसरी जुन राखिएको छ, अनि 5 लाख रुपियाँ जरिवाना, यति चाहिँ जेल भन्ने खालका जुन कुराहरू छन् ती कुरा त एकदमै त्यो के भने डेमोक्रेटिक कन्ट्रीलाई सुहाउने कुरै होइन, पहिला कुरा। दोस्रो कुरो त्यहाँभित्र हेर्नुभयो भने अर्को इन्ट्रेस्टिङ कुरा के छ भने मैले त्यसलाई मिटरबाजी सजाएँ भनेको छु, त्यो भिडियोमा हेर्नुभएको होला तपाईँले। पहिला लाइक, सेयर, सब्सक्राइब, ट्याग, ह्यासट्याग, ट्रोल यस्ता केही कुराहरू गर्दाखेरि चाहिँ तिमी अपराधी हौ, तिमीलाई कम्तीमा 5 लाख रुपियाँ जरिवाना गर्छु र यति महिना अथवा यति वर्ष लगेर जेलमा राख्छु भनेको छ सरकारले त्यहाँनिर। अनि त्यहीँनिर अलिकति तलतिर के भन्छ भन्दाखेरि प्रत्येक पटक यदि यो अपराध दोहोरियो भने अपराध डबल हुँदै जाने भनेको छ। भनेको ब्याजको पनि स्याजको पनि स्याज गर्दा मिटर ब्याजी सजाए जस्तो देखियो। अनि अझै त्यहाँनिर अर्को कुरा के थप्छ सरकारले भने सरकारले आफ्नै तजविजले एउटा ऱ्यापिड रेस्पोन्स फोर्स भनेको छ अलिक तलतिर, सरकारले आफ्नै तजविजले सरकारले खटाएका केही मान्छेहरूले त्यो सजाय जुन सजाय छ त्यहाँ त्यो सजायमा 1 वर्ष फेरि थप्न मिल्ने भनेको छ। भनेपछि के भने कोही एउटा मान्छेले एउटा स्ट्याटस लेख्यो, त्यो स्ट्याटस चाहिँ ल भनौँ कि 5000 जनाले लाइक गरे, 500 जनाले सेयर गरे, 2000 वटा ह्यासट्याग भयो, अनि त्यहाँ सब्सक्राइब गर्ने चाहिँ 5 लाख मान्छेहरू रहेछन् भने त्यो एउटा स्ट्याटस सेयर गरे बाबत झन्डै चाहिँ 6 लाख मान्छेहरू इम्प्याक्ट हुनेछन्। 6 लाखलाई लगेर सिधै सरकारले जेलमा हाल्ने अनि त्यसलाई डबल गर्दै लाने अनि त्यसमा अझै 1 वर्ष पनि जेल सजाय चाहिँ थप्ने हो भने त यो देश कहाँ पुग्छ होला, तपाईँ आफै विचार गर्नुहोस् न। अहिलेको यो यति कुरा उठाइसकेपछि यहाँभन्दा धेरै कोट्याउनु पर्छ जस्तो लाग्दैन। यसले अब अरू थप कुरा बुझ्नु पर्यो भने यहाँको भिडियो हेरे पनि भयो, नभए त्यो चाहिँ जुन विधेयक आउँछ त्यसलाई अध्ययन गरे पनि भयो। के हजुर अहिलेको वर्तमान कानुनले चाहिँ यस्ता जस्तो अघि यहाँले सुरु भन्नुभएको थियो नियमन गर्न जरुरी छ तर नियन्त्रण गर्न अथवा बन्द गर्न जरुरी छ, यहाँको जुन तर्क थियो। अहिलेको वर्तमान कानुनले चाहिँ यस्ता विषयहरू जसले छाडा बोल्छ, गाली गलोज गर्छ, धम्की दिन्छ जस्ता विषयहरूमा कन्ट्रोल गर्नको लागि चाहिँ व्यवस्था कुनै पनि गरेको रहेन छ। व्यवस्था पहिल्यै छ, फौजदारी चाहिँ हाम्रो कानुन छ, यो चाहिँ मिडियासँग सम्बन्धित पनि कानुन छ। यहाँ जे ल्याइएको छ यो ठाउँमा त्यो कुरालाई व्यवस्था गर्नको लागि पहिल्यै कानुन छ, विद्यमान कानुन छ। त्यो विद्यमान कानुन छ र त्यसलाई कसरी चाहिँ न्यायिक निरूपणमा लैजाने भन्ने कुरा पनि त्यहाँ व्यवस्था गरेको छ। अब त्यो कुरालाई बाइपास गरेको जस्तो अथवा त्यो कुरा होइन, हामी बेग्लै किसिमले चाहिँ सामाजिक सञ्जाललाई चाहिँ हामीले बेग्लै किसिमले व्यवस्थापन गर्छौँ भन्ने हिसाबले सरकारले अल्टरनेटिभ कानुनको रूपमा यो ल्याएको जस्तो देखिन्छ, एउटा कुरा। दोस्रो कुरो के भने त्यहाँनिर अदालतमा जाने, अदालतले चाहिँ त्यो जुन पोस्ट गरेको छ अथवा भिडियो राखेको छ त्यो अफेन्डिङ हो कि होइन भन्ने कुरा अदालतले निर्णय गर्ने जस्तो देखिन्छ मौजुदा कानुनमा। यहाँनिर चाहिँ के भने त्यो अफेन्डिङ हो कि होइन अथवा भ्रम फैलाएको हो कि होइन, गाली गरेको हो कि होइन, असल नियतले गरेको हो भने चाहिँ कानुन नलाग्ने, असल नियत होइन भने कानुन लाग्ने भन्ने जस्तो भाषा पनि त्यहाँभित्र हालेको छ। असल नियतले गरेको हो कि एउटै स्ट्याटस तपाईँले राख्नुभयो, मैले राखेँ। अब तपाईँले चाहिँ असल नियतले राखेको हो भनेर त्यही स्ट्याटस राखे बाबत तपाईँ उम्किने, मैले चाहिँ होइन यसको चाहिँ नियत खराब थियो भनेर म फस्ने खालका चाहिँ प्रावधानहरू त्यहाँभित्र घुसाएको छ। अब त्यसको निर्केवल कसले गर्छ त भन्दाखेरि सरकारले एउटा ऱ्यापिड रेस्पोन्स फोर्स तयार गर्छ। त्यो ऱ्यापिड रेस्पोन्स फोर्सले होइन यो चाहिँ असल नियतले राखेको थियो यसलाई कारबाही गरौँ नगरौँ, यसले चाहिँ गलत नियतले राखेको थियो यसलाई कारबाही गरौँ भन्ने दिशातिर गरेको एउटा न्यायिक प्रणाली नै बेग्लै पो चाहिँ संरचना गर्न आँटेको हो कि जस्तो देखिन्छ। त्यो भएर राम्रा कुरा हुँदै पनि केही यस्ता चाहिँ कुराहरू प्रावधानहरू त्यहाँभित्र घुसाएको छ कि यो गलत देखियो। वास्तवमा राम्रो काम गर्न खोजेको थियो, गलत बाटो लिएको हो कि भन्ने मात्रै मेरो चाहिँ चिन्ता हो यसमा। अलिकति यहाँ मलाई पनि चिन्ताको विषय चाहिँ एकातिर यो यहाँले समग्र चिन्ता गर्नु, मलाई चाहिँ अलिकति ठङ्गो दालसँगै चिन्ता लागिरहेको छ। हजुर भन्नु। मैले अलिकति एकजना नेतासँग योभन्दा अगाडि अन्तर्वार्ता गर्ने क्रममै अफलाइनमा कुरा गरेको थिएँ। टङ्कल दाजीले जे गर्दै हुनुहुन्छ त्यो गलत गर्दै हुनुहुन्छ,
भनेर उहाँले मसँग म त्यो नेताको नाम लिन मैले थुप्रै अन्तर्वार्ता कार्यक्रममा अनि उहाँ काहीँ न काहीँ तपाईँसँग अलिकति उहाँले जे गरिदिन्छ ठिक गर्दै हुनुहुन्न उहाँ काहीँ न काहीँ दायरामा आउनुपर्छ भनेर जस्तो ढङ्गले उहाँले भनिरहनु भएको थियो। यहाँलाई पनि यो विधेयकबाट काहीँ न काहीँ त्रसित हुने अवस्था बनिरहेको छ। अब यस्तो छ हेर्नुहोस्, त्रसित भनेको के भने अब मैले जे भिडियोहरू जस्ता खालका भिडियोहरू राखेको छु त्यो सबै जनताहरूले हेरेका छन्। अब त्यहाँ आएका कमेन्ट्सहरू हेर्नुहोस्, त्यहाँ आएका चाहिँ प्रतिक्रियाहरू हेर्नुहोस्, तपाईँहरू आफैले हेर्दाखेरि पनि हजारवटा चाहिँ राम्रा कमेन्टहरू छन्, 2टा नराम्रा कमेन्ट छन् र केही नराम्रा भन्दिनँ म, कन्स्ट्रक्टिभ भन्छु तिनीहरूलाई। कन्स्ट्रक्टिभ कमेन्ट चाहिन्छ। सबैले जय जयकार गरिदिने हो भने त मान्छे बिग्रिन्छ होइन। कसैले त होइन तैँले गलत काम गरिस्, यो ठाउँमा चाहिँ खराब भयो, तँ सुध्रिनुपर्छ पनि भनिदिनुपर्छ। त्यो भएर त्यसलाई पोजिटिभ लिन्छु। अनि तपाईँले जो व्यक्ति अथवा जो पार्टी अथवा जो एउटा अर्गनाइजेसनप्रति अघि चाहिँ इङ्गित गर्नुभयो, त्यस्ता खालका कुराहरू मलाई पनि आएका छन्। तपाईँलाई अफलाइनमा भए मलाई पनि अफलाइनमै त्यस्ता धेरै कुराहरू आएका छन्, धम्की आएका छन्, सुझाव आएका छन्, विभिन्न किसिमले विभिन्न फ्लेभरका चाहिँ कमेन्टहरू आएका छन् मलाई। कहिले फोनैमा भनेको छ, कहिले म्यासेज पठाएको छ, कहिले कोही थर्ड पर्सन मार्फत पठाएको छ। मैले सुनेको छु। त्यो को हो ठ्याक्कै थाहा छ, तपाईँले पनि सायद थाहा पाउनुभयो, मैले पनि थाहा पाएँ। अब त्रसित हुनुभएको छ कि छैन भन्ने प्रश्नको जवाफमा चाहिँ म त्रसित छैन, म चिन्तित चाहिँ छु। त्रसित र चिन्तितको बिचमा फरक छ। चिन्तित के मानेमा छु म भन्दाखेरि म डेमोक्रेसीमा विश्वास राख्ने मान्छे हुँ। जनताहरूले बोल्न पाउनुपर्छ, जनताले लेख्न पाउनुपर्छ। सरकारको र जनताको दुवैको एउटा थिन लाइन हुन्छ, जुन लाइन क्रस गर्नु सरकारले पनि क्रस गर्नु हुँदैन, जनताले पनि क्रस गर्नु हुँदैन। त्यो थिन लाइन क्रस नगर्ने गरी सरकारले पनि आफ्नो कदम चाल्नुपर्छ, जनताले पनि आफ्नो कदम चाल्नु पाउनुपर्छ भन्ने कुरामा विश्वास गर्ने मान्छे हुँ म। तर यो विधेयक र अहिले भइरहेका अरू पनि केही क्रियाकलापहरू हेर्दाखेरि देश र सरकार चाहिँ अलिक गलत ट्र्याकतिर पो जान लागेको हो कि? सरकार चाहिँ नियन्त्रण, नियमन र डिक्टेटरसिप जुन हुन्छ नि, डिक्टेटरसिप, त्यसको बिचमा एकदमै सानो त्यान्द्रो मात्रै हुन्छ। सरकारमा बस्नेहरूलाई म नियन्त्रण गर्दैछु कि म डिक्टेटरसिपतिर जाँदैछु भन्ने कुरा धेरै अवस्थामा थाहा हुँदैन। अहिले त्यही ठाउँमा पो पुगेको हो कि भन्ने चिन्ता चाहिँ मलाई लागेको छ। म चिन्तित छु तर त्रसित छैन। ओके, यहाँले आफ्नो एउटा भिडियोमा भन्नुभएको थियो मसँग नेपालमा र अमेरिकामा लिगल एडभाइजरहरू पनि छन् भन्नुभएको थियो। यो पछिल्लो यो सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक आइसके पछाडि तपाईँका लिगल एडभाइजरहरूले चाहिँ के भन्दैछ त्यो पनि मलाई जान्न मन लागेको। अब यस्तो छ, जस्तो भिडियोहरू मैले अघि पनि भनिसकेँ, साधारणतया मसँग प्रमाण छैन, मसँग डकुमेन्ट छैन भने म भिडियो बनाउँदिनँ। र कुनै भिडियो बनाउनुभन्दा अगाडि चाहिँ यो भिडियो अलिकति कन्ट्रोभर्सियल हुन्छ भन्ने कुरा गट फिलिङ चाहिँ आउँछ होइन। त्यस्तो गट फिलिङ आउने अलिक कन्ट्रोभर्सियल होला कि अथवा लेगल केस पो होला कि अथवा गलत दिशातिर पो जाला कि भन्ने लागेका भिडियोहरू मैले सबै प्रमाण र मैले जे देखाउन खोज्दैछु रफ स्क्रिप्ट, ठ्याक्कै जस्ताको तस्तै स्क्रिप्ट होइन, रफ स्क्रिप्ट मैले साथीहरूलाई, लिगल एडभाइजरहरूलाई मैले पठाइदिने गरेको छु र उहाँहरूले यो कुरा चाहिँ काट्नुहोस्, यो कुरा राख्नुहोस् भनेपछि भिडियो बनाउने गरेको छु। अनि त्योभन्दा बाहेक अरू भिडियो बनाइसकेपछि उहाँहरूले हेर्नुहुन्छ पहिला, अनि केही सल्लाह सुझावहरू छन् भने मैले करेक्सन पनि गरेको छु। उहाँहरूको चाहिँ समरीमा, सुझाव र सल्लाह समरीमा के छ भने मैले जे गर्दैछु ठिक गर्दैछु, फरक किसिमको छ, अरूभन्दा फरक छ, फाइन। तर के भने मैले त्यसरी कुनै पनि देशको, न त म बसेको देशको न त म जन्मेको देशको, दुवै देशको मैले कानुन तोडेको छु भन्ने कुरा उहाँहरूलाई पनि लाग्दैन, मलाई पनि लाग्दैन। विषयलाई त्यति धेरै कोट्याउनु पाएन। अब मलाई एकदमै जान्न मन लागेको विषय चाहिँ जुन यहाँले बनाउनुभएका भिडियोहरू छन् नि, त्यो भिडियोबाट चाहिँ यो लोभ, धम्की र अबदेखि बनाइस् भनेदेखि चाहिँ तँलाई समस्या पर्छ भनेर जुन यहाँले बारम्बार आउँछ भनेर भनिरहनु भएको थियो, त्योसँग जोडिएर यहाँले कुनै त्यस्ता चाहिँ रेकर्ड गरेर राख्ने अनि त्यसलाई लिगल प्रोसेसमा जानेसम्मका पनि केही छ? किनभने निरन्तर एउटा स्वतन्त्र रूपमा सदिच्छाले बनाइएका भिडियोहरूमा आएका त्यस्ता धम्कीहरूलाई चाहिँ अलिकति कानुनी प्रक्रियामा जानु जस्तो अब सामान्य रूपमा आएका कमेन्टहरूलाई त इग्नोर गर्न पनि सकियो, विशेष मान्छेहरू र विशेष तरिकैबाट आएका धम्कीहरूलाई चाहिँ त्यसलाई अलिकति लिगल प्रोसेसमा जानुपर्छ भन्ने लागेको छ यहाँलाई कि छैन? हजुर धन्यवाद। यो प्रश्न चाहिँ कहाँबाट सुरु हुन्छ भन्दाखेरि मैले यो चाहिँ जेनरली युट्युब कन्टेन्ट क्रिएटरहरूको चाहिँ एउटा चाहिँ ट्रेन्ड के हुन्छ भने AMA भन्छ, आस्क मी एनिथिङ। त्यो आस्क मी एनिथिङ सिरिज चाहिँ मैले
जेनरली प्रत्येक 1 लाख सब्सक्राइबर थपिएको सन्दर्भमा चाहिँ बनाउने गरेको छु। 4 लाखकोमा बनाइन, तर 1 लाख 2 लाख 3 लाख भएको बेलामा मैले बनाएको थिएँ होइन। यो पर्टिकुलर क्वेसन तपाईँले जुन सोध्दै हुन्छ त्यो चाहिँ मैले 3 लाख सब्सक्राइबर पुगेको उपलक्ष्यमा जनताहरूले नै, भ्युअरहरूले नै सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा बताएको कुरा हो यो। त्यहाँ कस्तो भयो भने त्यतिन्जेलसम्म जति बेला मेरो 3 लाख सब्सक्राइबर थियो अथवा जति बेला त्यो भिडियो बनाएँ त्यति बेलासम्ममा चाहिँ के हुन्थ्यो भन्दाखेरि कुनै व्यापारी अथवा कुनै व्यक्ति अथवा कुनै संस्था भए पनि सानो संस्था, व्यापारिक संस्थाको मान्छेहरूले कहिले आफैले फोन गरेर, कहिले आफ्ना मान्छेहरूलाई फोन गर्न लगाएर, पहिला चाहिँ मैले त्यही पनि भनेको छु, हेर तिम्रा पनि बालबच्चा छन्, तिमी पनि बुढो हुन्छौ, तिमीलाई पनि रोग लाग्छ, भोलि एक्सिडेन्ट होला, यसरी चाहिँ नगर, यसरी चाहिँ पैसाले मिलाऊ, तिमीले जहाँ हुन्छौ त्यहाँ लगाएर म जम्मा गरिदिउँला भन्ने खालका कुरा पनि भएका हुन्। त्यो नभइसकेपछि डर धम्की हेर जे पनि हुनसक्छ। नेपाल आयो भने एयरपोर्टबाटै हतकडी लगाएर चाहिँ लगेका एक्जाम्पलहरू छन्, तिमी पनि त्यही क्याटेगोरीमा परौला भन्ने खालका धम्कीहरू पनि आएका छन्। त्यो बेलासम्म के हुन्थ्यो भने व्यक्तिले धम्की दिन्थ्यो। तर अहिले अवस्था चेन्ज भएको छ के भने अहिले व्यक्तिबाट संस्थामा, संस्थाबाट पार्टीमा, त्यो पनि रुलिङ पार्टी, रुलिङ गभर्मेन्टको पार्टीबाटै धम्की आउन थालिसकेपछि चाहिँ चिन्ताको लेभल झनै बढेको छ मेरो। यो गम्भीर विषय छ, महत्त्वपूर्ण प्रश्न। यो मेरो पनि प्रश्न, थुप्रै यहाँका शुभेच्छकहरूको अथवा यहाँलाई मन नपराउनेहरूको पनि प्रश्न के हुनसक्छ भने टङ्क दाले ल्याएका प्रमाणहरू चाहिँ कति अथेन्टिक छन्, कहाँबाट ल्याउँछ, कसरी प्रमाणहरू भेला पार्छ, उसका प्रमाणहरू हामीले पत्याइदिनु पर्ने कारण के छ। उसले कम्प्युटरमा उसको राम्रो ज्ञान छ, उसले काहीँ न काहीँबाट कपी पेस्ट गर्छ अथवा त्यहाँभित्रबाट आन्तरिक रूपमा कोट्याएर निकाल्छ अथवा केही कुरा त उसले आफै पनि बनाउला, किनभने ऊ त कम्प्युटरको राम्रो ज्ञान भएको मान्छे हो भनेर तपाईँले देखाएका प्रमाणहरूमा आशंका गर्ने मान्छेहरूलाई चाहिँ तपाईँ कसरी विश्वास पार्नुहुन्छ? अब यस्तो छ, त्यो आशंका जुन छ त्यो आशंकालाई गलत भन्दिनँ म, त्यो एकदमै जेन्युइन आशंका हो। मै भएको भए पनि सायद त्यही आशंका गर्थेँ होला। यसमा चाहिँ 2-3टा एङ्गलबाट यो कुरालाई हेर्नुपर्छ कि जस्तो लाग्छ मलाई। पहिलो एङ्गल के हो भने मैले अघि सुरुमै भने नि, यो हामी अहिलेसम्म ट्रेडिसनल मिडिया हेर्दै आइरहेका छौँ। मिडिया बिस्तारै ट्रान्जिसन भएर अहिले मोडर्न मिडिया, त्यसमा नै डिस्ट्रिब्युटेड मिडिया र कम्प्लिटली डिजिटाइज्ड मिडियातिर जाँदैछ होइन। अब त्यो हाम्रो ट्रेडिसनल मिडियामा विश्वस्त स्रोतका अनुसार भनेर चाहिँ समाचार पढिराखेका हामीहरू प्रमाणसहित आएको कुराहरू पचाउन अलिक गाह्रो परेको हो कि भन्ने पनि एउटा एङ्गल छ। दोस्रो कुरो के भने मैले यो 300K कै भिडियोमा चाहिँ कुनै एकजना साथी, केही साथीहरूले सोध्नुभएको प्रश्नको उत्तरमा त्यहाँ पनि मैले बताएको छु के भने म माथि पनि प्रमाणहरू पठाएर नेपालबाटै कोही कसैले ल यो केसहरू भएको छ, प्रमाणहरू यस्ता यस्ता छन् ल भनेर चाहिँ मेरो इनबक्समा ड्रप गरिदिने। अब उहाँको चाहिँ एड्रेस पनि हुँदैन, उहाँको फोन नम्बर पनि हुँदैन, इमेल पठायो भने पनि एउटा चाहिँ फेक खालको इमेल हुन्छ। अनि त्यो डकुमेन्टहरू हेर्दाखेरि यस्तो लाग्छ कि वा हो यो त ट्रु स्टोरी हो, अहिले नै सेन्सेसनल न्युज बनाइहालौँ कि जस्तो लाग्ने खालका डकुमेन्ट आउँछन्। तर मैले जहिलेसुकै पनि मैले 1-2वटा भिडियोमा त्यो गरेको पनि छु, मैले त्यही भनेको पनि छु त्यो ठाउँमा कि प्रमाण आयो, हेरेँ, वाओ यो त खतरा भइराखेको रहेछ भन्ने लाग्यो। तर हेर्दै जाँदाखेरि ती प्रमाणहरू यो टु गुड टु बी ट्रु भन्छ नि अङ्ग्रेजीमा, यस्तो चाहिँ छ कि होइन, यो त गुड भन्दा पनि एकदमै गुड भयो, यहाँ त अर्को पाटो पक्का हुनुपर्छ भनेर केलाउँदै जाँदाखेरि त्यो पठाएका प्रमाणहरू एकतर्फी रहेछन्, दोस्रो तर्फको पनि उत्तिकै दह्रो प्रमाण रहेछ। 2टा होइन 3-4वटा पक्षहरू मिलेर गोलमाल गराइएको विषय रहेछ भनेर सबै पक्षको मिलाएर मैले भिडियो बनाएको छु। भिडियोको नाम बताइनँ मैले, फेरि किनभने त्यो हुने बित्तिकै मान्छेहरूले पिन पोइन्ट यो रहेछ भन्ने सुरु हुन थाल्छ। त्यो र 1-2वटा भिडियोमा मैले त्यसो गरेको छु। प्रमाण कसैले पठाइदिन्छ, त्यो प्रमाण कम्प्लिटली एकतर्फी प्रमाण हुन्छ, अर्को तर्फको प्रमाण लुकाएको हुन्छ, त्यसलाई मैले प्लान्टेड प्रुफ भन्छु होइन। प्रुफ छ तर प्रुफ कस्तो भन्दा प्लान्टेड, ठ्याक्क दायाँ बायाँ हेरेन भने एकतर्फी डेफिनेटली चाहिँ गलत छ भन्ने। त्यो भएर कसैले मैले आफैले प्रमाण निकालेँ भने त अफकोर्स मैले निकालेको प्रमाण मैले आफूले भेरिफाई गरेर हो कि होइन भन्छु। तर अरूले पठाइदिएको प्रमाण छ भने कम्तीमा 2-4 ठाउँमा भेरिफाई गरेर हो कि होइन आफूले खोजेर सोधेर म कम्तीमा 100% विश्वास त अब हेर्नुहोस् गभर्मेन्ट अफिसबाटै निकालेको प्रमाण पनि 100% विश्वासिलो हुँदैन, किन त्यसका अरू साइडहरू पनि हुन्छन्। तर कम्तीमा 80% भन्दा बढी म आफू विश्वास भएँ भने त्यो भिडियो निकाल्ने हो मैले। त्यो भएर 100% पुरै चाहिँ प्रमाणित अथवा 100% फेल प्रुफ
मिस्टेकै नहुने गरेको त कोही पनि हुँदैन। मेरा पनि मिस्टेकहरू भएका छन्। धेरै ठाउँमा साथीहरूले चाहिँ भिडियो हेरिसकेपछि होइन तपाईँले यो ठाउँमा मिस्टेक गर्नुभयो भन्दाखेरि मैले गएर करेक्सन गरेको छु। अब डिजिटल मिडियम छ, युट्युबमा हालिसकेको भिडियो गएर फेरि एडिट गरेर करेक्सन गर्न मिल्दैन। तर कुनै सेगमेन्ट छ भने मैले ब्लर गरिदिन मिल्छ अथवा काटेर फालिदिन मिल्छ, म्युट गर्न मिल्छ। त्यो गर्न मिलेन भने तल मैले चाहिँ पिन गरेको कमेन्टमा अथवा मेरो डिस्क्रिप्सन सेक्सनमा साथीहरू यो भिडियोमा फलान ठाउँमा मैले भनेको कुरा यहाँनिर मैले गलत बोलेको रहेछु, गलत रहेछ, यसलाई यसरी बुझिदिनुहोस् है भनेर माफ मागेको छु। धेरै ठाउँमा त्यो गरेको छु। भिडियो बनाउने क्रममा चाहिँ अब यो मेरो विषयमा यो लाग्छ, यो जल्दो बल्दो प्रश्न हो। एकचोटि टङ्कदाल चाहिँ भेकेसन मनाउन कतै गइरहनु भएको थियो र त्यहाँ व्यापक चर्चा आयो कि अब रेड कर्नर नोटिस जारी गरेर टङ्कदाल नेपाल जाँदैछन् भनेर। यो खास गरी त्यो कम्बोडियासँग जोडिएको भिडियोसँग केन्द्रित भएर विषय बनेको थियो। अहिले चाहिँ यहाँलाई काहीँ न काहीँ अब सायद यो विषयमा यहाँले छलफल गरिसक्नु भएको हुनसक्छ। यो दर्शकहरूलाई भनिदिनु भयो भने सजिलो होला। नेपाल गयो भने सरकारले अब यस्ता खालका नयाँ नयाँ नियमन गर्ने तरिकाहरू बनाउँदैछ। नेपाल गएको बेला कुनै न कुनै तरिका पुर्याएर समात्न पनि सक्छ अथवा यहीँबाट रेड कर्नर नोटिस जारी गरेर झिकाउन पनि सक्छ सम्मका कुराहरू दिमागमा कुदिरहेका छन् कि छैन? अब यो प्रश्न सोध्नुभयो यसको लागि धन्यवाद। आई थिङ्क मैले यो प्रश्नको चाहिँ क्ल्यारिफाई गर्नै पर्ने थियो। मैले सोच्दै थिएँ कि मेरो 500K को जुन भिडियो आउँदैछ त्यसमा चाहिँ यो कुरा म आफू पनि क्ल्यारिफाई गर्छु भन्दै थिएँ। तर यहाँ म सर्टकटमा क्ल्यारिफाई गरिदिन्छु। किनभने यो जुन रेड कर्नर नोटिसको चाहिँ जुन बजारमा न्युजहरू आए त्यो न्युज एक किसिमले मिडिया ट्रायल भयो। त्यो कहाँबाट सुरु भयो, कसले गर्यो, कहाँ पुग्यो भन्ने कुरा मलाई सबै कुरा थाहा छ। र यो सक्सेस नभइसकेपछि फेरि त्यही पार्टीसँग सम्बन्धित केही पत्रकारहरूले टङ्कदाल आफैले रेड कर्नर नोटिसको हल्ला फैलाएको हो, केही पनि भएको होइन भन्ने गरेका स्ट्याटसहरू न्युजहरू पनि देखेको छु। रियालिटी के हो भने कम्बोडिया काण्ड जुन भिडियो छ त्यो भिडियो कोही अरू एकजनाले निकालेको भिडियोको एनालाइसिस गरेको हो। मैले आफूले त्यो भिडियो निकालेको पनि होइन। भिडियो आएपछि बजारमा चाहिँ एक किसिमको सनसनी फैलियो। मान्छेहरू हो कि होइनमा गए। मैले त्यसलाई त्यो भिडियो भनेको के हो, त्यसमा भएका 4 जनाको सिग्नेचर जुन छ त्यो 4 जना सिग्नेचर मध्ये 3 जनाको सिग्नेचर यो कारणले यसरी भेरिफाई गर्न सकिन्छ। चौथो मान्छे चाहिँ हो कि होइन भन्ने कुरा मैले त्यो क्याम्बोडियाको सरकारी पोर्टल त मैले आफूले बनाउने होइन नि त, क्याम्बोडिया सरकारको पोर्टल हो। त्यो पोर्टल नै त्यहाँ देखाएर त्यो भिडियोमा त्यो पोर्टलको चाहिँ लिङ्क पनि राखिदिएको छु, जोसुकैले गएर हेर्न मिल्छ। त्यहाँनिर गएर त्यो विवादित कम्पनी जुन छ त्यो भिडियोमा आएको त्यहाँ एकजना चाहिँ सेयर होल्डरको नाम देखियो, नेपाली मूलका मान्छे, एकजना चाहिँ सेयर होल्डरको नाम देखियो। बाँकी अर्को मान्छे जो मुछेको छ त्यो मान्छेको सेयर होल्डरमा नाम देखिएन। अब यत्रो हल्ला फैलिसकेपछि सरकारले कम्तीमा छानबिन गरोस्, प्रश्न उठिसकेको छ, प्रश्नको जवाफ चाहिँ सरकारले दियोस् भनेर मैले प्रश्न उठाएको हो। त्यो ठाउँमा कसैलाई आरोप लगाएको छैन। तपाईँले त्यो भिडियो गरेर फेरि पनि हेर्नुहोस्। मलाई लाग्छ जसले आरोप लगाउँदैछन् उनीहरूले त्यो भिडियो पुरा हेरेकै छैनन्। पुरा हेऱ्यो भने त्यो भिडियोमा एक ठाउँमा पनि मैले आरोप लगाएको छैन कसैलाई पनि, क्लेरिफाई मात्रै गरेको त्यो भिडियोमा पहिला। दोस्रो कुरो त्यो भिडियो आइसकेपछि मलाई अब नाम लिन चाहन्न, तर एमालेका निकै माथिल्लै स्तरका चाहिँ एकजना नेताले मलाई फोनै गरेर मलाई चाहिँ तिमीलाई अब रेड कर्नर नोटिस जारी गरेर हामी अमेरिकाबाट नेपाल ल्याउँदैछौँ, एयरपोर्टबाट समातेर धेरै मान्छेहरूलाई चाहिँ अमेरिकाबाट आउँदाखेरि हामीले कारबाही गरेको तिमीलाई पनि थाहा होला, याद गर्नु भनेर मलाई धम्की, ठ्याक्कै धम्कीकै भाषामा यसै गरी रेड कर्नर नोटिस जारी हुँदैछ तिमीलाई भन्ने कुरा उहाँले भनेको 2 दिनभित्रमा यो चाहिँ उहाँहरूकै सपोर्टर एउटा अनलाइन पत्रिकाले पहिलोपटक यो न्युज ब्रेक गर्यो। त्यही न्युजलाई आधार बनाएर अरू युट्युब चाहिँ च्यानलहरू विभिन्नहरूले पनि फैलाए। रेड कर्नर नोटिस जारी गर्न खोजेको सत्य हो, तर के भने विभिन्न अरू चाहिँ एट्रिब्युट्सहरू हेर्दै जाँदाखेरि यो केस रेड कर्नर नोटिस जारी गर्न लागेको केस होइन। रेड कर्नर नोटिस जारी गर्न मिल्दैन, किन रेड कर्नर नोटिस जारी गर्ने भनेको के हो, खुङ्खार अपराधी हुनु पर्यो, ब्याङ्क ठगेर हिँडेको हुनु पर्यो। मैले न 1 पैसा ठगेको छु, न कुनै नेपालमा स्क्यान्डल गरेको छु। रेड कर्नर नोटिस त लेखेर बोलेकोहरूमा त हुँदैन जारी। अब जीबी राई भनिरहेका छन्, त्यत्रो चाहिँ सिङ्गै सहकारी ठगेर 8-10 वटा सहकारी ठगेर अरबौं रुपियाँ ठगेर भएको छ। रेड कर्नर नोटिस जारी गरेको छौँ भनेको सरकारले। अहिलेसम्म एउटा रियल ठगलाई समाउन सक्दैन सरकारले। अनि सोसल मिडियामा एउटा भिडियो बनायो भनेको घरमा रेड कर्नर नोटिस जारी गर्ने भनेको चाहिँ यो हल्लाको खेती मात्रै हो भन्ने लाग्छ मलाई। तर तपाईँले सोधेको चाहिँ क्वेसनको एन्सर के भने नेपाल गयो भने फसाउँछन् कि भन्ने डर छ कि छैन भन्ने कुरा जुन छ,
सरकारले कुनै पनि देशको सरकारले चाह्यो भने जे पनि गर्न सक्छ। त्यो कुरा चाहिँ सबैले चाहिँ बुझ्नुपर्छ। यो भिडियो हेरिराख्नु भएको साथीहरूलाई पनि सरकारले चाह्यो भनेदेखि केसहरू आफै क्रिएट हुन्छन्। तपाईँले अपराध गरिराख्नु पर्दैन। त्यो भएर फसाउने सम्भावना छ अफकोर्स, तर म फस्छु कि फस्दिनँ त्यो समयले देखाउँछ, त्यति हो कुरा। यो त गम्भीर कुरा गर्नुभयो डाक्टर सर। यही विषयमा चाहिँ अब नेपाल गए पनि समात्ने कुरा त त्यो रह्यो, तर रेड कर्नर नोटिस जारी गरेर अमेरिकामा बसेको अमेरिकन नागरिक अथवा यहाँको पर्मानेन्ट रेसिडेन्टलाई बोलाउने चाहिँ के रहेछ त्यो प्रावधान, के बुझ्नुभयो? मैले त्यसको लागि चाहिँ यहीँ भएका पनि केही साथीहरू, वकिल साथीहरूसँग, नेपालमा भएका पनि केही वकिल साथीहरूसँग, कानुन व्यवसायीहरूसँग मैले राम्रै छलफल गरेँ त्यसको बारेमा। र सबैको समरी के थियो भन्दाखेरि रेड कर्नर नोटिस इज नट अ जोक। पहिला कुरा, अहिले जुन चाहिँ मिडियामा आइराखेको छ द्याट्स अ जोक। मैले जे काम गरेको छु र मलाई जे कामको लागि रेड कर्नर नोटिस जारी गर्ने भनेर चाहिँ हल्ला फैलायो, त्यो कामको लागि रेड कर्नर नोटिस जारी गर्न पनि त त्यसका विधान छन्। रेड कर्नर नोटिसका आफ्नै प्रोसिजरहरू चाहिँ एल्गोरिथम छ त्यसको। त्यो एल्गोरिथमको एउटा पनि पोइन्टमा म फिट हुन्न। फिटै नहुने मान्छेलाई रेड कर्नर नोटिस जारी गर्ने भन्ने त धेरै टाढाको कुरा। ल एकछिनको लागि चाहिँ सोच्नुहोस् कि मलाई रेड कर्नर नोटिस जारी गर्यो अरे, म अमेरिकामा छु। अमेरिका भनेको चाहिँ संसारभरिमा सायद डेमोक्रेसीको लागि र वाक स्वतन्त्रताको लागि सायद राम्रो नाम कहलिएको देश हो। म यदि त्यो स्थिति आइहालेछ भने नि म पहिला लड्छु, अदालतमा मुद्दा हाल्छु, म मुद्दा भेट्छु। अब मुद्दा लड्दै जाँदाखेरि कुरा निस्किएपछि ओके किन रेड कर्नर नोटिस भन्दाखेरि मैले यस्तो यस्तो नेपालमा चाहिँ विभिन्न पार्टीहरूले, विभिन्न नेताहरूले, विभिन्न व्यापारीहरूले मिले मतमा यसरी भ्रष्टाचार गरेका थिए, कमिसन खाएका थिए, बदमासी गरेका थिए, मैले प्रमाणसहितको भिडियो निकालेको थिएँ। त्यसको लागि बदला लिने नियतले चाहिँ मलाई रेड कर्नर नोटिस जारी गरेको भनेर ती प्रमाणहरू यहाँको अदालतमा पेश हुन्छन्। जब यहाँको अदालतमा ती प्रमाणहरू पेश हुन्छन्, यहाँको मिडियाले कभर गर्छ त्यो कुरा यहाँको अन्तर्राष्ट्रिय चाहिँ सङ्घ संस्थाहरूसम्म पुग्छ, झन् नेपाल सरकारकै बेइज्जत हुन्छ। झन् कसैले चाहिँ खोतलेर अहिलेसम्म चाहिँ गर्न नसकेको काम यहाँको अदालतले खोतलिदिन्छ। झनै मलाई त फाइदै हुन्छ त्यसले जस्तो लाग्छ। मलाई मात्रै होइन, नेपाली जनताहरू जो चाहिँ एन्टी करप्सनको चाहिँ मुभमेन्टमा हुनुहुन्छ उहाँहरूलाई झन् फाइदा हुन्छ जस्तो लाग्छ त्यसले। मलाई एउटा थप्न मन लाग्यो अहिलेकै विषयमा, यसमा खासै नयाँ कुरा होइन, तर त्यो जुन नेतासँग मेरो कुरा भएको थियो उहाँले के भने टङ्कथाल यति व्यवस्थित तरिकाले जीवन चलाइरहेको एउटा सक्षम मान्छेको गर्दन किन चिलाएको होला, उहाँले भाषा यही भन्नुभएको थियो मलाई। गर्दन चिलाएको भनेर त के बुझ्नु, उहाँले भनेकै मलाई भाषा यही हो। अनि अब त्यस्तो अवस्था रह्यो भने जस्तो अवस्था आउँछ त्यसलाई सहने भन्ने यहाँको कुरा रह्यो, त्यसमा खास धेरै भन्नु भएन। अब मलाई यो लगभग म अन्तिमतिर छु, लामो कुराकानी गर्नु मन छैन, धेरै कुराहरू समग्रमा आइरहेका छन्। मलाई यो युएसएआइडीसँग जोडिएर यहाँले बनाउनु भएको भिडियो र पछिल्लो समय ट्रम्प प्रशासनले गरेको त्यसलाई बन्द गरिसके पछाडिको कुरामा अलिकति कोट्याउनु मन छ यहाँको बुझाइलाई। त्योभन्दा अगाडि यो हाम्रो एउटा रमाइलो सेगमेन्ट जुन छ सही गलत त्यसमा जान मन लाग्यो। हुन्छ, यो एउटा कुरा अलिकति क्लेरिफाई गरिहालौँ भन्ने लाग्यो मलाई यहाँ, होइन? तपाईँले त्यो गर्दन चिलाएको भन्ने जुन चाहिँ वर्ड युज गर्नुभयो, होइन, मलाई पनि ठ्याक्कै त्यस्तै खालका चाहिँ कमेन्ट आउने गरेका छन् एउटा स्पेसल एउटा विशेष पार्टीबाट। यहाँनिर चाहिँ म एउटा क्लेरिफाई के गर्न चाहन्छु भने अहिलेसम्म म कुनै पनि पार्टीको विरोधी, कुनै पनि पार्टीको समर्थक होइन। प्रमाणले जे भेट्छ, प्रमाणले जे देख्छ त्यही कुरो मैले बाहिर ल्याइराखेको छु। तर प्रमाणसहित ल्याएका भिडियोहरूलाई प्रमाणलाई प्रमाणले काट्ने, तर्कलाई तर्कले काट्ने, डिबेटलाई डिबेटले काट्नुको सट्टामा तैँले प्रमाणसहितको भिडियो ल्याइस्, अब त्यसको बदला चाहिँ म तेरो गर्दनमा हानेर तेरो गर्दन चाहिँ चिलाइ मेटाइदिन्छु भनेको चाहिँ जुन पार्टी छ त्यही पार्टी अहिले नेपालको चाहिँ हामी वान अफ द बेस्ट डेमोक्रेटिक पार्टी हौँ भनेर चाहिँ गर्व गरिराखेका छन्। त्यसमा चाहिँ मलाई चिन्तित तुल्याएको छ। फेरि पनि म दोहोऱ्याउन चाहन्छु कि मैले कुनै पनि पार्टीको विरोध, कुनै पनि पार्टीको समर्थनको लागि भिडियो बनाएको होइन। म कुनै पनि प्रोपागान्डामा छैन। मलाई पैसा चाहिएको पनि होइन। मलाई भोलि गएर नेपालमा राजनीति गर्नु पनि छैन। मलाई कुनै लाभको पद पनि चाहिएको छैन। मलाई जे चाहिन्छ मसँग अहिले प्रशस्तै छ, पुग्छ। कम्ती प्रशस्तै भनेको के भने लाइफ बिताउनको लागि मसँग छ। मैले यो काम पैसाको लागि, लाभको लागि, राजनीतिको लागि गरिराख्नुपर्ने आवश्यक छैन। जुन दिन मैले चाहिँ यो कामबाट मैले गलत ट्र्याकतिर गइराखेको छु, गलत दिशातिर गइराखेको छु भन्ने लाग्छ, म एब्रप्टली ठ्याक्क ठाउँको ठाउँ स्टप गरिदिन सक्छु। यो कुरो भनेको पनि
भने टङ्कदार चाहिँ राष्ट्रपाललाई प्रमोट गर्नका लागि कसरी लाग्नु भएको छ, कमर कसरी लाग्नु भएको छ भन्ने सुनेको छु। अब त्यो चाहिँ विडम्बना हो। हेर्नुहोस्, अब किन थाहा छैन। अब भ्रष्टाचारको फाइल खोल्दाखेरि, जस्तो भ्रष्टाचारको कुनै एउटा डकुमेन्ट भएको चाहिँ मैले भिडियो बनाएँ, भ्रष्टाचार भन्ने बित्तिकै त्यहाँनिर कर्मचारी मात्रै होइन, नेता र पार्टी मुसिन्छन् जहिले पनि। अब भ्रष्टाचार जस्तो भनौँ न, वाइट बडीको कुरा आयो, वाइट बडीको चाहिँ कुरा गर्ने, अनि वाइट बडी भ्रष्टाचार कसरी भयो भनेर खोतल्दै 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 जाँदाखेरि माथि गएर नेताहरू मुछिन्छन्। नेताहरूको नाम लिने कि नलिने, अनि त्यो नेता एउटा पार्टीसँग जोडिएको हुन्छ, त्यो पार्टीको नाम लिने कि नलिने, कि उहाँहरूले भन्न खोजेको चाहिँ भ्रष्टाचारको कुरा गर, तर हाम्रो पार्टी मुछेको देखिस् भने चुप लागेर बस, हाम्रो पार्टीको चाहिँ नाम नलि, हाम्रो नेताहरूको नाम नलि भन्न खोजेको हो भने बेग्लै कुरा हो। होइन भने भ्रष्टाचार कि त भ्रष्टाचारको कुरै नगर, हामी जे जे गर्छौँ हामी मिलाउँछौँ, तिमीहरूले बोल्न पाउँदैनौ भन्नु पर्यो। होइन भने भ्रष्टाचारको कुरा गर्दाखेरि पार्टी र नेताको नाम त अफकोर्स आउँछ। त्यसलाई उहाँहरूले 30औं वर्ष 25औं वर्षदेखि म्युजिकल चेयर जस्तो एउटा नेताले छोड्छ, अर्को नेता ठ्याक्क आएर कुर्सीमा बस्छ, उसले छोड्छ, फेरि अर्को आउँछ, अनि फेरि त्यहीँनिर घुमिरहेको छ। 3-4 जना नेताहरू हेर्नुहोस्, विगत 15, 20, 25 वर्षदेखि तिनै नेताहरू त्यहाँ बसेका छन्, त्यहीँभित्र गोलमाल भएको छ। प्रत्येक भ्रष्टाचार जो भएको छ त्यो भ्रष्टाचारमा उहाँहरूकै नाम गरेर जोडिएको छ। अब उहाँहरू भन्नुहुन्छ हाम्रो नाम मुछेर चाहिँ भिडियो नबना। अब जुन नयाँको कुरा गर्नुभयो नि, रासोपाको चाहिँ समर्थक भन्ने, रासोपा जुन दिन त्यो चाहिँ घिउ खेलाउन पाउने ठाउँमा पुग्छ र भ्रष्टाचार गर्न सुरु गर्छ, अफकोर्स उसको पनि भिडियो निकाल्ने हो। मलाई त एउटालाई बचाएर अर्कोलाई पछार्नु त छैन नि त। तर के भने अहिले अब हामीले जुन भोट हाल्छौँ नि, यसमा अलिकति एउटा एक्जाम्पल दिउँ। हामीले भोट हाल्छौँ, भोट हाल्दाखेरि चाहिँ के भने 5 जना उम्मेदवार उठेका हुन्छन्, 5 जनामध्ये 1 जनालाई भोट हाल्नुपर्छ हामीले। त्यो भनेको के भने राम्रो भएर भोट हालेको होइन कि ब्याड एमङ द वर्स्ट, सबै खराब छन्, तर ती खराबहरूमध्येमा पनि अलिकति कम खराबको हो, त्यसलाई भोट हालेको हो नि त हामीले। अब यहाँनिर पनि मैले भिडियो निकाल्दाखेरि के भने भ्रष्टाचार सबैले गरेका छन्, सानाले ठुलाले, थोरै दिन बस्नेले, धेरै दिन बस्नेले। तर भिडियो निकाल्दाखेरि सबभन्दा ठुला भ्रष्टाचारका काण्ड कसले गरेका छन् भन्दाखेरि जसले 10औं, 20औं, 25औं वर्षदेखि चाहिँ यो चाहिँ सत्तामा म्युजिकल चेयर गरेर बसेका छन्, उनीहरूले नै धेरै भ्रष्टाचार गरेका छन्, उनीहरूकै धेरै भिडियो आउँछ। तर यी भर्खर आएका जुन पार्टीहरू छन्, ती भर्खर आएका पार्टीहरूले पनि जब भ्रष्टाचार गर्न थाल्छन् उनीहरूको पनि भिडियो निकाल्ने हो। 1-2वटा मैले भिडियो पहिला पनि निकालिसकेको छु, सायद तपाईँले हेर्नुभएको छ कि छैन। रवि लामिछानेको अमेरिकामा चाहिँ 8वटा एक्टिभ मुद्दाहरू छन् अदालतमा भनेर सबभन्दा पहिला भिडियो निकाल्ने मान्छे म हो। त्यसको कुरा गर्नुहुन्न उहाँहरू। यो चाहिँ MBBSमा चाहिँ विद्यार्थीहरूले शुल्क चाहिँ बढी तिरे, इलिगल शुल्क लियो, फिर्ता गर्नु पर्यो भनेर विद्यार्थीहरू आन्दोलन हुँदाखेरि मैले एउटा भिडियो निकालेको थिएँ। त्यहाँ सुमना श्रेष्ठलाई पनि त्यहाँ त्यो बेलामा शिक्षा मन्त्री हुनुहुन्थ्यो, उहाँलाई मैले चाहिँ गाली भनेर म गाली त गर्दिनँ, तर के भने उहाँलाई क्रिटिकल कमेन्ट गरेको थिएँ। त्यो बारेको भिडियो, त्यसबारेको कसैले कुरा गर्दैन। तर के भने हामीलाई किन मुछिस्, नयाँलाई किन मुछिनस्, नयाँलाई मुछिने मौका पनि दिनु पर्यो। नयाँ मलाई लाग्छ के भने त्यस्तो ठुल्ठुला स्क्यान्डलहरूमा नयाँ अहिले मुछिसकेका छैनन् कि भन्ने मात्रै हो। मुछिने बित्तिकै उनीहरूको नि भिडियो आउँछ, त्यति हो कुरा। हस्, यहाँ थुप्रै कमेन्ट गर्नुभएको छ, उहाँहरूको कमेन्टलाई पनि म धन्यवाद दिँदै म अगाडि बढ्छु। अब ती रमाइलो सेगमेन्टमा छ होइन? हजुर, मैले यो सही वा गलत भनेर राखेको छु र केहीमा आवश्यकता पर्यो भने मलाई नो कमेन्ट भन्न सक्नुहुन्छ यहाँले। म सुरु गर्छु। 1, विदेश बसेर नेपालमा यो भएन त्यो भएन भनेर गुनासो गर्नु अर्थहीन छ, सही वा गलत? अब यसको सिधा स्ट्रेट फरवर्ड एन्सर त्यो गलत छ, अर्थहीन छैन। मैले अघि नै भनिसकेँ कि नेपाल मेरो देश हो, म जन्मेको ठाउँ, म बढेको ठाउँ, म हुर्केको ठाउँ, मेरा सारा एक्सटेन्डेड फ्यामिलीहरू अहिले पनि त्यहाँ छन्, म मात्रै यहाँ छु। मेरो काका, मामा, दाजु, भाउजू सबै जे छन् एक्सटेन्डेड फ्यामिलीहरू सबै त्यहीँ छन् होइन। मेरो पुर्ख्यौली सम्पत्ति त्यहीँ छ, पुर्खा त्यहीँ, मैले चाहिँ मेरो नेक्स्ट जेनेरेसनलाई त्यहीँ लान खोज्दैछु। त्यो भएर विदेश बसेर यो भएन त्यो भएन भनेर गुनासो गर्नु अर्थहीन छैन। त्यहाँ भएका मेरा मान्छेहरू, मेरा चाहिँ आफन्तहरू, मेरा साथीहरूलाई चाहिँ घाउ लाग्दाखेरि मलाई पनि दुख्छ। अब उहाँहरूलाई घाउ लाग्दा मैले आइया भन्नु गलत हो जस्तो मलाई चाहिँ लाग्दैन। 2, जग्गा फिर्ता गरेसँगै बाँसबारी जग्गामा चौधरी ग्रुपलाई मुद्दा नचलाउने सरकारको निर्णय स्वागत के छ, सही वा गलत? बिल्कुलै स्वागतयोग्य छैन। किन भन्दाखेरि यसले त एउटा ट्रेन्ड कस्तो बसायो भने भ्रष्टाचारीले भ्रष्टाचार गर्छ, अनि लुकाउन सकुन्जेलसम्म लुकाउँछ, जब त्यसको पोल खुल्छ मैले भ्रष्टाचार गरेको पैसा म फिर्ता गरिदिन्छु, मलाई छोडिदे भन्दाखेरि उसलाई छोडिदिने हो भने जोसुकैलाई पनि ल भ्रष्टाचार चाहिँ तिमीहरूले गर, लुकाउन सकुन्जेलसम्म लुकाऊ,
जब पोल खुल्छ भ्रष्टाचार गरे बराबरको रकम तिमीहरूले चाहिँ दिएर उम्किन सक्छौ भन्ने ट्रेन बसाउन खोजेको जस्तो देखिन्छ। चोरले चोरी गर्यो अनि पक्रिसकेपछि ल मैले चोरी गरेको सामान फिर्ता गरेँ भन्दा उसलाई कारबाही हुने कि नहुने, त्यही क्वेसन हो यो ठाउँमा। एकदमै कुरा। नम्बर 3, जीवी राई नेपाल पुगी केही नेता भेटेर फर्किए भन्ने कुरा अपत्यारिलो छ, सही वा गलत? अपत्यारिलो छ, त्यो सही हो। तर जीवी राई नेपाल पुगेका थिए भन्ने कुरा सत्य हो। यो मैले मात्रै होइन, तपाईँले अरू ठाउँबाट पनि सुन्नुभएको होला। स्थानीय मैले एउटा फेसबुकमा स्ट्याटस राखेको थिएँ, आई थिङ्क यो कुरा यहाँनिर गर्नै पर्छ जस्तो लाग्छ मलाई। त्यो फेसबुकको स्ट्याटसमा मैले के भनेको थिएँ भने एउटा पर्टिकुलर टाइम भनेको छु मैले त्यहाँनिर। त्यो समयमा जीवी राईलाई नेपाल ल्याइएको थियो, जीवी राई नेपाल आएका पनि थिए। नेपालमा चाहिँ कुनै एक ठाउँमा जीवी राई बसेका थिए, तर के पाक्यो त्यहाँनिर उनलाई रातारात भगाइयो। र यसमा चाहिँ यो भगाउने बेलामा जीवी राई नेपाल आएका छन् भन्ने कुरा रासोपाका धेरै साथीहरूलाई थाहा थियो। उनीहरूले रोक्ने कोसिस पनि गरेनन्, सबका सब मिलेका रहन् भन्ने खालको त्यो आशयको एउटा स्ट्याटस थियो। त्यो स्ट्याटस आइसकेपछि रासोपाका साथीहरूले मलाई यसरी खेलाए कि त्यो बेलाको तपाईँले कमेन्ट हेर्नुभयो भने उस्तै मान्छे हो भने चाहिँ ढल्ने गरिका कमेन्टहरू छन्। किन भन्दाखेरि रासोपालाई त्यो ठाउँमा किन मुसिस भन्ने कुरा हो। मुछेको भनेको के हो भने जीवी राईले रविलाई फसायो भनिराखेको छ, जीवी राई नेपाल आएको छ, जीवी राईले चाहिँ वास्तवमा भएको यस्तो यस्तो हो है भनेर उसले मुख खोलिदिने बित्तिकै धेरै कुराहरू क्लेरिफाई हुने सक्ने स्थिति छ। यदि रवि लामिछाने अथवा रासोपाको चाहिँ गल्ती थिएन भने जीवी राई आएको छ भन्ने थाहा छ, जीवी राई कहाँ बसेको थियो भन्ने पनि धेरै मान्छेहरूलाई थाहा, सबैलाई भन्दिनँ तर धेरै मान्छेहरूलाई थाहा थियो। त्यो ठाउँमा चाहिँ 100 जना मान्छे लगेर त्यो घर घेरेर उसलाई चाहिँ भाग्न नदिएको भएदेखि कुरा सिद्धिने थिएन र त्यो नगरेर उसले भागुन्जेलसम्म चुप लागेर किन बसेको भन्ने आशयले गरेको थिएँ। त्यो बेलामा चाहिँ रासोपाका साथीहरूले गरेको चाहिँ गालीको स्क्रिनसट अहिले पनि राखेको छु मैले, कुनै दिन काम लाग्ला भनेर। अब यो चाहिँ अघिको चाहिँ जुन तपाईँको एकजना साथीले गर्दन चिलाएको छ कि क्या हो, रासोपाको चाहिँ समर्थक हो भन्ने जुन चाहिँ प्रश्न छ, त्यो प्रश्नको जवाफ पनि हो यो। उहाँले मसँग चाहिँ कन्ट्याक्ट गर्नुभयो भने रासोपाका मानिसहरूले मलाई त्यो बेलामा गरेका कमेन्टको म स्क्रिनसट पठाइदिन तयार छु, हेर्नुहोस् अनि आफै पत्ता लगाउनुहोस्। हस् ल। 4, नेपालको पत्रकारिता अत्याधिक कर्मकाण्डी भयो, सही वा गलत? एकदमै सही, बिल्कुल सही। ट्रेडिसनल छ, नयाँ उसमा चाहिँ नयाँ धारमा जानुपर्छ। 5, नेपाल विकास सन्मुख देशमा मिडिया ट्रायल हुनु स्वाभाविक हो, सही वा गलत? मिडिया ट्रायल हुनु कुनै पनि देशमा स्वाभाविक होइन, हुनु हुँदैन। तर के भन्दाखेरि अविकसित अथवा विकासोन्मुख अथवा पिछडिएको देशहरू जहाँ छ त्यहाँनिर प्राय मिडिया ट्रायल हुन्छ, मिडिया ट्रायल गरिन्छ। तर विकसित देश जस्तो अमेरिकाकै केस हेर्नु भने अमेरिकामै पनि मिडिया ट्रायल भएको देख्नुहुन्छ तपाईँ, नेपाल मात्रै होइन, जुनसुकै देशमा होस् मिडिया ट्रायल गलत छ। नम्बर 6, प्रमसँग जोडिएको कम्बोडिया काण्डमा टङ्कदारले आफ्नो भिडियोमा केपी ओलीसँग छन् भनेर कुनै दाबी गर्नुभएको छैन, सही वा गलत? त्यो बिल्कुल सही। तपाईँ पनि भिडियो हेर्नुहोस्, यहाँ जो साथीहरूले अहिले लाइभ हेरिराख्नु भएको छ, यो भिडियो म पछि रेकर्ड गरेर म आफ्नो युट्युब अथवा फेसबुकमा पनि राख्छु, त्यहाँ पनि गएर हेर्नुहोस्। त्यो भिडियोलाई फेरि पनि दोहोऱ्याएर हेर्नुहोस्। मैले हेरेको थिएँ, त्यो भिडियोको एभरेज भ्यू टाइम 5 मिनट छ भनेको अधिकांश मान्छेहरूले सुरुका 2 मिनट अथवा सुरुको 5 मिनट हेरेर भिडियो छोडेका छन्। स्पेसली एमालेका साथीहरूलाई यो भिडियो पुरा हेर्न अनुरोध गर्छु म। त्यो भिडियोमा एक ठाउँमा पनि मैले केपी ओली, नेपालका प्रधानमन्त्री केपी ओली गलत छन् भनेर एक ठाउँमा पनि बोलेको छैन, तर प्रश्न उठाएको छु। त्यो प्रश्नको जवाफ अझै पनि दिनुपर्छ भन्ने लाग्छ मलाई। त्यो प्रश्न त भर्खरै संसदमा पनि उठिरहेको छ। हजुर हो। अब नम्बर 7 मा छु म। नेपालको व्यथिति हेर्दा नेपाल छोडेकोमा गर्व छ, सही वा गलत? अब यो चाहिँ अलिकति मार्मिक प्रश्न हो मेरो विचारमा। यसको चाहिँ सही वा गलतमा जवाफ आउँदैन। कुनै पनि मान्छे, मेरो एकछिन फर्गेट मी होइन, कुनै पनि मान्छेलाई आफू जन्मेको, आफू हुर्केको, आफू बढेको, आफू पढेको आफ्नो मातृभूमि छोड्नमा गर्व हुँदैन कसैलाई पनि, मलाई पनि गर्व छैन। तर मेरा बाध्यता थिए, मैले त्यो मेरो 100K वाला भिडियोमा अलिकति बताएको पनि छु। म अस्ट्रेलिया गएर नेपाल फिर्दाखेरि अब म नेपाल छोड्दिनँ भनेर मैले त्यहीँ केही बिजनेस व्यवसाय सुरु गरेर त्यहीँ बस्छु भनेरै बसेको हो। तर के भने मसँग भएका सर्टिफिकेटहरू मैले पढ्छु भनेको सब्जेक्ट पढ्न नदिने, मैले गर्छु भनेको काम भटाभटी करिकुलमबाट हटाइदिने, विभिन्न किसिमका सोर्स लगाउने गर्दाखेरि मलाई बाध्य पारेर मैले देश छोडेको होइन, मलाई देशबाट निकालिएको हो भन्छु म चाहिँ। म जस्ता धेरै मान्छेहरू छन्
नेपालमा भएको सरकारको गलत नीति र गलत तरिकाले गर्दाखेरि विदेशिएका छन् त्यो नहोस्, कम्तीमा अबको नयाँ जेनेरेसनले त्यो खप्नु नपरोस् भन्छु। मलाई नेपाल छोडेकोमा गर्व छैन, मेरा बच्चाहरूलाई नेपाल फिर्ता ल्याउन चाहन्छु, म आफै पनि नेपाल फिर्ता आउन चाहन्छु। तर त्यसको लागि सरकारले त्यो मैले जे कारणले नेपाल छोडेँ त्यो कारण सुध्रेको छैन अहिलेसम्म। कारण सुध्रिनु पर्यो, नीति नियम राम्रो हुनु पर्यो, मेन्टालिटी राम्रो हुनु पर्यो। नम्बर 1, संसदीय छानबिन समितिको आधारमा टेकेर हेर्ने हो भने चाहिँ रविलाई मुद्दा लगाउनु पर्ने आधार देखिन्न, सही वा गलत? अब यसको सही र गलत भन्दा पनि थोरै एक्सप्लानेसन दिन चाहन्छु म। मैले संसदीय छानबिन समितिको रिपोर्ट मजाले टप टु बटम चाहिँ केलाएर हेरेको छु। ठेट नेपाली भाषामा हेर्ने भने मैले खाएको छु, त्यसलाई चपाएको छु। संसदीय समितिको त्यो जुन रिपोर्ट बनाउनु भयो त्यहाँको चाहिँ सभापति सूर्य थापाले नै पनि विभिन्न इन्टरभ्यूमा चाहिँ मेरो नामै लिएर उहाँले चाहिँ तारिफ गर्नुभएको मैले देखेको छु। टङ्क दाहाल त्यहाँ बसेर उहाँले जसरी यसको बारेमा एनालाइसिस गरेर भिडियो बनाउनु भएको छ, नेपालका मूलधारका मिडियाहरूले सकेनन् भनेर उहाँले भन्नुभएकै छ। त्यो क्लिप मैले आफ्नो चाहिँ सामाजिक सञ्जालमा सेयर पनि गरेको थिएँ। त्यहाँ स्पेसल्ली रविको कुरा चाहिँ यहाँ आएको हुनाले रविको विषयमा त्यहाँ दुईवटा कुरा गरेका छ जम्मा। त्यो के हो भने रविले कुनै पनि सहकारीबाट सिधै आफैले पैसा ल्याएको प्रमाण भेटिएन। उहाँले नै पनि भन्नुभएको छ, त्यो रिपोर्टले पनि त्यही भन्छ, आफैले रविले नै सहकारीबाट पैसा ल्याएको प्रमाण भेटिएन, पहिला कुरा। दोस्रो कुरो, सहकारीबाट त्यो कम्पनीमा ग्यालेक्सी जुन चाहिँ भन्दैछौँ हामी, त्यो कम्पनीमा सहकारीबाट पैसा आएको छ। त्यो आएको पैसा चाहिँ रवि लामिछानेले विभिन्न कुराको लागि चाहिँ प्रयोग गरेको छ, चेक काटेको छ, प्रयोग गरेको छ। अब त्यो रिपोर्टले के भन्छ भने त्यो जुन सहकारीबाट अवैध किसिमले गैरकानुनी किसिमले आएको पैसा जुन छ, जुन चढाइएको छ, त्यसमाथि कारबाही चलाऊ भनेकै छ। मेरो पनि चाहिँ भनाइ के हो, व्यक्तिगत रूपमा तपाईँ सोध्नुहुन्छ भने त्यो बारेमा अदालतमा अहिले मुद्दा चलि पनि रहेको छ, त्यस बारेमा धेरै बोल्ने कुरा पनि भएन। तर मेरो व्यक्तिगत कुरा भनेको के हो भने त्यो सेकेन्ड कुरा जुन छ, सेकेन्ड कुरामा मुद्दा चलाउनुपर्छ, त्यसमा छानबिन हुनुपर्छ, तर त्यसमा फैसला हुनुपर्छ। तर पहिलो कुरा चाहिँ अलिकति बढी तन्काएको हो कि अलि चाहिने भन्दा बढी स्ट्रेच भयो कि भन्ने मलाई फिल भएको हो। ल त्यो कुरा पनि कष्ट। नम्बर 9 मा छु म। जीबी राई, एक्सक्युज मी सर, जीबी राईले बेला बेला टङ्क दाललाई इमेल पठाउने गर्छन्, सही वा गलत? अब यो चाहिँ सही वा गलत भन्नुभन्दा अगाडि एकवटा मजाले हाँस्न मन लाग्यो मलाई। कहिलेकाहीँ कमेडी पनि हुन्छ। मैले पनि यो एक दुई ठाउँमा चाहिँ पढेको थिएँ, पढेर म आफै पनि हाँसेँ। जीबी राईको नजिकैको मान्छेसँग मेरो संवाद भएको कुरा सत्य हो। मैले त्यो स्ट्याटसमा पनि लेखेको थिएँ, नजिकैको मान्छे भनेको को हो भन्ने कुरा आउला। नजिकैको मान्छे भनेको उसको फ्यामिलीभित्रको मान्छे, उसँग दिनै पछि गफ हुने मान्छेसँग मेरो संवाद भएको पक्का हो। र केही कुराहरू उसले खुलासा गरेको छ, त्यो पनि सत्य हो। उसको अनुमति लिएर उसको त्यो चाहिँ कल मैले रेकर्ड गरेको छु, त्यो पनि सत्य हो, मसँग अझै पनि छ। तर त्यो कल बाहिर फ्ल्यासै गर्न सक्ने क्वालिटीमा छ कि छैन? छैन, होइन। किनभने न्युजै बनाएर बाहिर निकाल्नको लागि त न्युजको लागि क्वालिटी चाहियो नि, त्यो क्वालिटीमा छैन। तर उसले केही कुराहरू खुलासा गरेको छ त्यो ठाउँमा। तर जीबी राईसँगै सिधै मैले अहिलेसम्म संवाद गरेको छैन। जीबी राईले सिधै मलाई अहिलेसम्म इमेल गरेको छैन। मैले जीबी राईलाई सिधै इमेल लेखेको पनि छैन। र एउटा भिडियो बनाएको छु मैले, कुनै एउटा पत्रिकाले, अनलाइन पत्रिकाले चाहिँ जीबी राईले पठाएको इमेल भनेर चाहिँ एउटा सनसनीपूर्ण चाहिँ न्युज बनाएछ। अनि मैले त्यसलाई चाहिँ म आइटीमै काम गर्ने, म चाहिँ कम्प्युटर विज्ञ भएको नाताले त्यस्ता इमेल जसले पनि बनाउन सक्छ ल हेर भनेर प्रमाणस्वरूप प्र्याक्टिकल्ली डेमो गरेर एउटा भिडियो बनाएको थिएँ मैले। त्यहाँ कस्तो थियो भने एउटा इमेल एड्रेस कसैले बनायो, इमेल पठायो, इमेल पठाउने बित्तिकै डिलिट गर्यो, फेरि त्यस्तै लाग्ने गरीको अर्को इमेल बनायो, त्यो इमेल अर्को एउटा मिडियालाई पनि पठाएको छ, त्यो मिडियाले चाहिँ यो समाचार बनाएन, अनि त्यो पनि मेटाएको छ। इमेल पठाउने बित्तिकै मेटाउने गरीको इमेल एड्रेस कसले पठाउँछ, कसले बनाउँछ होला त्यो कुरा, त्यसैलाई एक्सप्लेन गरेर एउटा भिडियो बनाएको थिएँ। त्यो भिडियो बनाइसकेपछि त्यो अनलाइन पत्रिका मेरो विरुद्धमा पुरै लागेर 4-5 वटा त मेरै बारेमा हेडलाइन आइसकेका छन् त्यो पत्रिकामा अहिलेसम्म। अब यसरी बदला नै लिनुपर्ने गरेको न्युज त मैले बनाएको जस्तो लाग्दैन। यो नेपाली पत्रकारितामा यो बदलाको पत्रकारिता चाहिँ अलिक बन्द गर्नुपर्छ कि जस्तो लाग्छ मलाई। गम्भीर कुरा। अब यो
नम्बर 10 मा छु म। भ्रष्टाचारमा 5 वर्ष हदब्यान्ड ल्याउन खोज्नु केपी ओलीको प्रयास थियो, सही वा गलत? त्यो गलत, राम्रो प्रयास थिएन। किनभने मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने भ्रष्टाचार अपराध हो, भ्रष्टाचार अक्षम्य अपराध हो। अपराध मात्रै नहुने अक्षम्य, क्षमा दिनै नमिल्ने गरेको अपराध हो भ्रष्टाचार भनेको। त्यो भएर जहिलेसुकै होस्, म त के भन्छु भने सुन्दाखेरि अलिकति कडा लाग्ला, तर भ्रष्टाचारी जिन्दगीभर लुकेर बसेछ, उसको भ्रष्टाचारको पोल खुलेन, ऊ मरेछ भने ऊ मरिसकेपछि च्यानमा गाडेको छ भने च्यानबाट झिकेर, डढाइसकेको छ भने त्यसको खरानीलाई चाहिँ स्थापना गरेर भए पनि त्यसलाई सजाय तोक्नुपर्छ भ्रष्टाचारीलाई। ल नम्बर 11 मा छु। बालेनको देखिएको क्रेज क्षणिक मात्र, दीर्घकालीन जाँदैन, सही वा गलत? अब यहाँनिर पनि मैले निकालेका सायद मलाई लाग्छ ठ्याक्कै त गनेको छैन, तर बालेनको बारेमा अथवा बालेनसँग जोडिएका 4-5वटा भिडियो मैले बनाएको छु कि जस्तो लाग्छ। त्यो मध्येमा जस्तो एउटा भिडियो चाहिँ अलिक फरक खालको छ। त्यो कस्तो भने जति बेला बालेनले सिंहदरबारमा आगो लगाउने खालको एउटा स्ट्याटस लेखे नि, त्यो स्ट्याटस र त्योभन्दा अगाडि पनि 2-4वटा त्यस्तै किसिमको स्ट्याटस आएको थियो। त्यसलाई इङ्गित गर्दै बालेन भन्दा पनि बालेनको एउटा चाहिँ जुन एटिच्युड छ नि उनीभित्र, त्योलाई इङ्गित गरेर एउटा भिडियो बनाएको थिएँ मैले। अब मेरो त्यो भिडियोको भनाइ के थियो भने बालेन हिजो भोट मागुन्जेलसम्म, हिजो ऱ्यापर हुन्जेलसम्म अथवा हिजो मेयर हुनुभन्दा अगाडिसम्म एउटा बालेन थिए। उनले त्यो बेलासम्म यो लेखेको भएदेखि एउटा व्यक्तिले गरेको कमेन्ट, व्यक्तिको व्यवहार भनेर मान्छेहरूले चाहिँ बिर्सिदिन्थे। तर मेयर भइसकेपछि बालेन मात्रै होइनन्, बालेन नेपालको सबभन्दा धेरै बजेट भएको, सबभन्दा ठुलो भएको, सबभन्दा इम्पोर्टेन्ट एउटा स्थानीय सरकारको प्रमुख हुनु नि। त्यो भएर बालेनले कुनै पनि कुरा लेख्नु बोल्नुभन्दा अगाडि विचार पुर्याउनुपर्छ, होस पुर्याउनुपर्छ भन्ने मेरो आशय थियो त्यो भिडियोको। त्यस पछाडि पनि 2-4वटा अरू भिडियोहरू बनाएको छु। त्यसमा चाहिँ के भने बालेनले त्यति हुँदा उनको एटिच्युडलाई एकछिनै पन्छाइदिने हो भने चाहिँ बाँकी उनले रियल्ली गरेका कामहरू हेर्नुहुन्छ भने उनले गरेका कामको चाहिँ म खुलेर समर्थन गर्छु। नेपालमा काठमाडौँ महानगरपालिकामा त्यतिका मेयरहरू आए, पार्टीका मेयरहरू आए, वडा अध्यक्षहरू सबै त्यही पार्टीका हुन्थे, बहुमत हुन्थ्यो। त्यति हुँदै पनि के भने काठमाडौँ अहिलेसम्म किन बनेन र बालेन आइसकेपछि 2 वर्षभित्रमा अथवा 3 वर्षभित्रमा भनौँ कपाल अफ इयर्स भित्रमा काठमाडौँको रूप फेरिएको छ। त्यो रूप योभन्दा अगाडिका मेयरहरूले किन गर्न सकेनन्? त्यो भएर बालेनले काम राम्रो गरेका छन्, तर कुनै ठाउँमा चाहिँ उनको एटिच्युड देखिन्छ खराब। यो स्पेसली बोली र चाहिँ पोस्टहरू उनले हाल्नुभन्दा अगाडि 4 पटक सोचेर हाले हुन्थ्यो भन्ने मेरो चाहिँ सुझाव हो। अब यसमा बालेनको देखिएको क्रेज क्षणिक मात्र, दीर्घकालीन जाँदैन भन्ने कुरालाई गलत भनौँ। अब यस्तो मेन कुरा चाहिँ के भने मेरो चाहिँ सोचाइ, मैले बनाएका भिडियोहरू पनि तपाईँले हेर्नु भने साधारणतया मैले के गर्छु भने म केस बाई केस बेसिसमा भिडियो बनाउने हो, गुण र दोष हेर्ने हो मान्छेको। मान्छे आफैमा खराब हुँदैन, मान्छेका केही गुण हुन्छन्, मान्छेका केही दोष हुन्छन्, त्यो हेरेर चाहिँ हामीले डिसाइड गर्नुपर्ने हुन्छ। बालेनको क्रेज उनको चाहिँ त्यो पोस्टले भन्दा पनि उनको कामले देखाउने हो। उनले काम राम्रो गरेर देखाए भने सायद बालेनले गरेका ती गलत पोस्टहरू अथवा रङ डिरेक्सनमा गएका पोस्टहरूलाई जनताहरूले बिर्सिन्छन्, कामलाई नै हेरेर उनलाई भोट दिन्छन् भन्ने हो। तर के भने अहिलेसम्म 1-2वटा कुरा चाहिँ बोल्नै पर्ने के हुन्छ भने उनले भोट माग्दाखेरि जे बाचा गरेका थिए ती लिस्टहरू अहिलेसम्म पनि छन् मान्छेहरूसँग, मसँग पनि छ। ती लिस्टमध्येमा कतिवटा कुराहरू उनले पुरा गरे, कतिवटा बाँकी छ, के कारणले पुरा भएन भनेर चाहिँ काहीँ स्पष्टीकरण दिएको पनि देखिँदैन। र उनी अहिलेसम्म पनि मिडिया फेस किन गर्दैनन्, त्यो चाहिँ प्रश्न उठाउन लागेको कुरा छ। र मलाई लाग्छ मेरो भिडियो हेर्नुहोस्, मैले प्रत्येक नेताको गुण र दोषको आधारमा चाहिने ठाउँमा प्रशंसा पनि गरेको। जस्तो केपी ओलीकै कुरा गर्ने हो भने मैले केही समय अगाडि इन्डियन एकजना चाहिँ यो नेपालमा चाहिँ संविधान बन्दै गर्दाखेरि केपी ओलीले खेलेको भूमिका र इन्डियाको सरकारले एकजना दूत पठाएको थियो, दूत आएर चाहिँ संविधान जारी गर्नबाट रोक्न खोजेको थियो। केपी ओली र त्यो बेलाको चाहिँ सरकार नेपाली काङ्ग्रेसलाई पनि त्यो बेलामा चाहिँ भन्नुपर्छ, उहाँहरूले खेलेको रोलको मैले प्रशंसा गरेर त्यहाँ भिडियो बनाएको छु। अर्को यो विद्युत प्राधिकरणबारेको भिडियो हेर्नुभयो भने धेरैले मलाई त्यहाँनिर आरोप के लगायो भने त केपीको झोलेर छस्, केपी ओलीले जे बोलेको छ, एमाले जे बोलेको छ त्यही कुरा राखेर भिडियो बनाइस्, कुलमानको चाहिँ विरोधी भइस् भनेर भने। अब अहिले एमालेका साथीहरूले मलाई जुन दोष लगाउँछन् त्यो भिडियो हेरेका छन् कि छैनन् थाहा छैन,
त्यहाँनिर अहिले पनि गएर कमेन्ट हेर्नु भयो भने त्यहाँनिर अझै पनि केपी ओलीको झोले भनेर मलाई गाली गरेका चाहिँ कमेन्टहरू छन्। अब अहिले क्याम्बोडियाको भिडियो हेरेर मलाई सिङ्गै एमाले विरोधमा लागेको छ। अब त्यो बेलामा चाहिँ मलाई केपी ओलीको झोले भन्थे, एउटै मान्छे छु मैले त्यसै गरी भिडियो बनाउने हो, एउटा भिडियोमा यो मान्छेको यसको झोले भन्छन्, अर्को भिडियो बनायो अर्कोको झोले भन्छन्। अब भिडियो हेरेर यसको र त्यसको झोले हुन्छ भन्ने मलाई लाग्दैन। म कसैको पनि झोले होइन समरीमा भन्ने भने समरीमा ठिक छ। अब म मध्यमतिर छु, यसलाई सही वा गलतमै अलिकति छोट्याउने प्रयास गरौँ। हजुर, नेपाल सतीले सरापेको कार्ड भन्दा पनि विदेशीले चेपेको कार्ड विकास हुन सकेन। अब यसमा पनि मेरो अलिकति फरक धारणा छ। पहिला कुरा सबभन्दा सुरुमा त के हो भने यो बिचरा सतीलाई बदनाम गराएका छन् नेपालमा। सतीले सरापेको हुँदै होइन बिचरा, होइन? त्यो सतीलाई बदनाम गर्न बन्द गरौँ पहिला कुरा। दोस्रो कुरो के छ भने यहाँ विदेशी नेपालमा एउटा एकदमै सजिलो ट्रम्प कार्ड भन्ने चाहिँ चलन हुन्छ। त्यो ट्रम्प कार्ड के छ भने विदेशी भनेपछि चाहिँ सबैले ताली बजाउँछन्, यो विदेशीको गोटी रहेछ, यो विदेशीले चलाएको रहेछ भनिदियो भने ताली बजाउँछन् भनेर खालि विदेशी भन्ने शब्द चाहिँ प्रयोग गरेको हुन्छ। तर सबभन्दा धेरै नेपाल बिग्रिएको हाम्रै कारणले, हाम्रै नेताको कारणले, हामी नेपालभित्रै बस्नेहरूको कारणले हो। हामी नेपालमा भएका नेताहरूले विदेशीको नसुन्ने भने विदेशीले आएर घाँटी न्याकेर ल यो गर त भन्दैन, अडान किन लिन नसकेका हुन्। हाम्रो नेपालको चाहिँ प्रधानमन्त्री, राष्ट्रपतिदेखि लिएर सबै नियुक्ति हुने बेलामा चाहिँ हाम्रो चाहिँ छिमेकीहरूको अथवा विदेशीहरूको चाहिँ ग्रिन सिग्नल किन कुर्नुपर्ने हो? नेपालभित्रैबाट त्यो कुरा किन निर्णय गर्न सकिँदैन? अर्काले चाहिँ ल झन्डा देखाएर ल जा भनेपछि गइदिनुपर्ने कारण के हो? चाहिनुपर्ने कानुनहरू अहिलेसम्म किन बनेका छैनन्? 2/3 सरकारले चाहिँ देश चलाएको यतिको महिना भइसक्यो, 2/3 सरकार हो भन्ने चाहिँ मान्छेहरूलाई फिलिङ अहिलेसम्म किन आएको छैन? किन रुमलिएको छ? देश विकासका कामहरू भट्टाभट्टै ट्रम्पको धेरै टाढा नजाउँ, ट्रम्प आएको जम्मा 2-3 हप्ता भयो। 2-3 हप्ताभित्रमा उसले के काम गरेर देखाइसक्यो? 2/3 सरकारले नेपालमा त्यसको 10% काम गरेर देखाइदिएको भए त म नै ताली बजाइन्थेँ, म नै तारिफ गरेर भिडियो बनाइसक्थेँ अहिलेसम्ममा। मलाई भिडियो बनाउने मेटेरियल दिनुहोस् न तपाईँहरू, राम्रो काम गरिदिनुहोस्, म राम्रो काम गरेको भिडियो बनाइदिन्छु। त्यो भएर सतीले सरापेको होइन नेपाललाई, नेपाल बिग्रेको गलत मनसाय, जनताको पनि गलत मनसाय, नेताको पनि गलत मनसाय र गलत डिरेक्सन, स्पेसल्ली भन्यो भने हाम्रै कारणले बिग्रेको, अरूको कारणले बिग्रेको होइन। म 13 नम्बरमा छु। 3मा सम्पन्न निर्वाचनबाट नेपालका नयाँ पार्टीहरूलाई सिक्ने राम्रो अवसर मिलेको छ, सही वा गलत? त्यो मेरो विचारमा सही हो। हिजो मैले एउटा फेसबुकमा पोस्ट पनि राखेको छु, ट्विटर एक्समा पनि एउटा पोस्ट राखेको छु। मेरो त्यसमा चाहिँ व्यक्तिगत धारणा के हो भने मैले त्यो राख्नुको कारण पनि छ। मैले एक पक्षका मान्छेहरूले हेरेँ, ल नयाँहरूले चाहिँ चर्को नारा मात्रै दिए पत्ता साफ भएछ भन्ने खालको एकातिरको कुरा छ। अर्कोतिर चाहिँ के हो भने साम दाम दण्ड भेद भयो यदि सब कुरा प्रयोग गरेर चाहिँ मोदीले जितेको हो भन्ने अर्को पक्षको चाहिँ कुरा देखेँ मैले, ठ्याक्क बिल्कुल अपोजिट। मेरो भनाइ के भने मोदी सरकार सेन्ट्रल गभर्मेन्टमा छ, मोदी सरकार बलियो छ। उसले चाहिँ अहिले चाहिँ इन्डियाको न्युज च्यानलहरू हेर्नुभयो भने सामदाम दण्डभेद प्रयोग गर्यो, केजरीवाललाई चाहिँ इलेक्सनभन्दा अगाडि चाहिँ विभिन्न मुद्दा लगाएर जेलमा लगेर हालेको छ, राम्रोसँगले इलेक्सन चाहिँ चुनाव प्रचार प्रसार पनि गर्न दिएको छैन, विभिन्न छन्। तर 25-26 वर्ष पछाडि बिजेपी दिल्लीमा जितेको छ। पहिलो कुरा 25-26 वर्ष लाग्यो उसलाई रिब्याक गर्नको लागि, कमब्याक गर्नको लागि। दोस्रो कुरो विगत 10 वर्षदेखि लगातार आम आदमी पार्टी, केजरीवालको पार्टीले दिल्लीमा चाहिँ शासन गरिरहेको स्थिति छ। त्यस पछाडि उसले चाहिँ हात धुनु पर्यो। तेस्रो कुरो के छ भने इन्डियाको सबभन्दा पुरानो पार्टी काङ्ग्रेस आई, पत्ता साफ भएको छ। पत्ता साफ चाहिँ काङ्ग्रेसको भएको हो र कम्युनिस्ट पार्टीहरू जो छन्, टुक्रा टाक्री कम्युनिस्ट पार्टीहरू सबै जिरो भए। त्यो भएर बुझ्नुपर्ने कुरा के छ भने नयाँ पार्टीहरू जो नयाँ पार्टी छन्, आम आदमी पार्टी नयाँ पार्टी जेनरली कम्पेरिजनमा, त्यो भएकोले चर्का नारा दिएर अगाडि जनताहरूलाई चाहिँ उराल्ने, तर रियल फिल्डमा गएर जनताले चाहिँ फाइदा हुने काम नगर्ने हो भने नयाँ पार्टीका पनि दिन सिद्धिने रहन् भन्ने एउटा त्यहाँबाट चाहिँ सिक्नु पर्यो। दोस्रो कुरो के भने पुराना पार्टीहरू 25-26 वर्षदेखि चाहिँ च्याउनसम्म नसकेको ठाउँमा अहिले फिर्ता आए भनेको कि पुराना पार्टीहरू पनि आफ्नो वे अफ एक्सन जुन छ, तरिका परिवर्तन गर्ने हो र जनताले देख्ने गरी केही काम गर्ने हो भने जनताले फेरि सम्झिने रहन्, सुध्रिने ठाउँ रहेछ भन्ने पुरानाले पनि नयाँले पनि सिक्ने ठाउँ छ जस्तो लाग्छ मलाई दिल्लीको इलेक्सनबाट। ल यसलाई दुवै पार्टीबाट हेर्यो।
अब म 14-15 दुई छु छोटकरीमा। टङ्कदालले बनाउँदै आउनुभएको खोजमूलक भिडियो सामग्री निर्माणमा अहिलेको सामाजिक सञ्जाल विधेयक पास भयो भने रोकिन पनि सक्छ, सही वा गलत? अब त्यो सही पनि हो गलत पनि हो। सही यस मानेमा कि त्यहाँनिर केही क्लजहरू मैले अलिक अगाडि भने पनि लाइक, कमेन्ट, सब्सक्राइब, ह्यासट्याग, ट्रोल सबै कुरा चाहिँ अपराध भनेको छ भनेपछि मैले साधारणतया बनाउने भिडियोहरू के छैन भ्रष्टाचार विरोधी छ। भ्रष्टाचार विरोधी भन्ने बित्तिकै कतै न कतै काहीँ न काहीँ गरेर कोही न कोही नेता मुछिन्छ। नेता मुछिएपछि पार्टी मुछिन्छ। त्यो हुने बित्तिकै के हो भने यो चाहिँ गलत मनसायले बनाएको, नेताहरूलाई गिराउने मनसायले बनाएको, नेताहरू चाहिँ जनताहरूप्रति चाहिँ गिरुन् भन्ने उद्देश्यले बनाएको भनेर ब्यान हुन सक्ने सम्भावना छ। अब त्यो ब्यान हुने बित्तिकै सरकारले त्यसलाई फ्ल्याग गर्ने बित्तिकै त्यसमा जसले ट्याग गरे, जसले लाइक गरे, जसले कमेन्ट गरे, जसले सेयर गरे, इभन मेरो अहिले लगभग 5 लाख सब्सक्राइबर छन्, प्रत्येक 5 लाख सब्सक्राइबर समेत त्यसभित्र पर्न सक्ने सम्भावना छ। जुन कुरो बिल्कुल गलत छ मलाई लाग्छ। संसद अहिले बसिराखेको छ, म सुन्दैछु आज अब राष्ट्रिय सभामा पेश हुँदैछ यो विधेयक भन्ने चाहिँ मलाई इन्फर्मेसन आएको छ। त्यहाँका साथीहरूले राष्ट्रिय सभामा पनि प्रतिनिधि सभामा पनि यसबारेमा गहन छलफल गर्नुहुन्छ। यो चाहिँ मोडिफिकेसन बेगर यो जस्ताको जस्तै पास हुँदैन भन्ने कुरामा म विश्वस्त छु। ओके, अन्तिममा अलिकति फनी टाइपको तुलनात्मक रूपमा प्रचण्डभन्दा केपी शर्मा ओलीसँग देश बनाउने हुटुटी बढी देखिन्छ। अब देश बनाउने हुटुटी मलाई लाग्छ सबैसँग छ। उहाँहरूको चुनावी नारा हेर्नुहोस्, उहाँहरूले गरेका भाषणहरू हेर्नुहोस्, अनि दस्तावेज नै पनि, किनभने व्यक्तिभन्दा नि पार्टीको दस्तावेज हेर्ने हो नि त हामीले हेर्दा। पार्टीको दस्तावेज हेर्नुहोस्, सब ठाउँमा 101 जोसुकैको हेर्नुहोस् यस्ता फ्यान्टास्टिक चाहिँ प्रोपोजलहरू छन् त्यहाँ कि त्यो अनुसार काम भएको भए 10 वर्षभित्रमा नेपाल चाहिँ अब अरू देशको नाम नलिउँ स्वर्ग बनिसक्नुपर्ने थियो। अघि युएसएआइडीको पनि कुरा छिसिक छोयौँ हामीले। युएसएआइडीले नेपालको लागि मात्रै एउटा संस्थाले, अमेरिकी एउटा संस्थाले 1 वर्षमा $145 मिलियन नेपाललाई दिने रहेछ। एउटा संस्थाले। यस्ता संस्थाहरू अरू पनि विभिन्न देशका संस्था छन्, ऋणमा उति नै पैसा लिएको छ भनेपछि त्यत्रो झन्डै अलमोस्ट $1 बिलियन 1 वर्षमा नेपाल भित्रिँदो रहेछ पैसा, सहयोग र ऋणको नाममा। त्यो पैसा खर्च कहाँ हुँदैछ? किनभने त्यो पैसा रियल ठाउँमा खर्च भएको भए देश उहिले काया पलट भइसक्नुपर्ने हो। काया पलटको त कुरा छोड्नुहोस्, यो चाहिँ चटपटाएको पनि छैन देश, झन् तल गइराखेको भाँसिराखेको जस्तो देखिन्छ। त्यो पैसा प्रयोग कहाँ हुँदैछ? त्यो चाहिँ खोजबिनको विषय हो जस्तो लाग्छ। त्यो भएर हुटुटी कसलाई बढी छ? हुटुटी सबैलाई छ, तर हुटुटी मात्रै भएर भएन नि। जस्तो मलाई चन्द्रमामा पुग्ने हुटुटी छ, म यहाँ बसेर हुटुटी गरेर चन्द्रमा त पुग्दिनँ। मैले चन्द्रमा पुग्नको लागि त मैले तयारी गर्नु पर्यो, बाटो बनाउनु पर्यो। त्यो बाटो बनेको र तयारी गरेको चाहिँ कसैमा पनि देख्दिनँ म। त्यो भएर गफ बढी भयो, काम कम भयो। एआइडीको कुरालाई लास्टमा जोड्न थियो, त्यो पनि कुरा समग्रमा आइसक्यो। अब यहाँभन्दा लामो कुरा किन जस्तो लाग्यो, अलि लामै पनि हुन्छ जस्तो छ। झन्डै 1 घन्टा 5-7 मिनट बोलिसकेछौँ हामी। हजुर, मलाई टङ्कदालसँग यस्ता विषयहरूमा के विचार होला, के कुदिरहेको होला, कतिको अलिकति काहीँ न काहीँ सामाजिक सञ्जाल विधेयकले अलिकति काहीँ न काहीँ आतंकित भइरहनु भएको छ कि अरू धम्कीहरू के कस्ता आइरहेका छन्, समसामयिक विषयमा के विचार कुदिरहेको छ दिमागमा भनेर अलिकति कोट्याउन मन लागेको थियो। बहुत कुल भएर आफ्ना विचार राखिदिनु भयो। टङ्क सरलाई धेरै धन्यवाद। र अन्तिममा छोटकरीमा केही छ भने राखौँ अनि बिदा हौँ। हजुर, एकदमै राम्रो कुरा उठाउनु भयो। मलाई पनि 1 घन्टा बितिसकेको छ, मलाई चाहिँ 1 घन्टा बित्यो जस्तो फिलै भएको थिएन। मजा आइरहेको त कुरा गर्नलाई। मेन कुरा मेरो चाहिँ भनाइ अन्तिममा के छ भन्दाखेरि, मेरो बारेमा मलाई मन पराउने धेरै साथीहरू हुनुहुन्छ, धेरै अग्रजहरूसँग नै कुरा हुन्छ। उहाँहरूलाई पनि हामीले गर्न सकेको काम तपाईँले गर्दै हुनुहुन्छ, किप इट अप भन्ने खालका कुरा आएका छन्। धेरै साथीहरू छन्। मेरो चाहिँ युट्युबमा गएर चाहिँ एनालाइटिक्स हेर्दाखेरि कुनै पनि भिडियोको 99% भन्दा बढी चाहिँ मेरो लाइक र डिसलाइकको रेसियो हेर्नुभयो भने 99% भन्दा बढी लाइक भनेको मन पर्यो भन्ने रेसियो देखिन्छ जुनसुकै पनि भिडियोमा। त्यसबाट पनि देखिन्छ के भन्दाखेरि साधारणतया मान्छेहरूले मलाई मन पराएका छन्। मैले जुन हिसाबले भिडियो बनाउँछु, जसरी बनाउँछु, बेग्लै ट्रेन्ड सुरु गरेको छु। कम्तीमा अरू पनि साथीहरूले यो ट्रेन्ड समाउँदै गरेको देखेको छु, खुसी लागेको छ। प्रमाण सहितको भिडियो, आरोप मात्रै लाउने होइन, आरोप सँगसँगै ल प्रमाण हेर भन्ने खालको भिडियोको ट्रेन्ड जुन छ त्यो सबैले समाउन् यही भन्ने मलाई चाहिँ आशा छ।
पहिला कुरा। दोस्रो कुरो, मलाई चाहिँ केही पार्टी र केही साथीहरूले एउटा ब्रान्डिङ गर्न खोज्दैछन् के भने यो हाम्रो मान्छे होइन, यो फलानु पार्टीको मान्छे हो, फलानु पार्टीको समर्थक हो भनेर चाहिँ जुन एउटा ब्रान्डिङ क्रिएट गर्दै हुनुहुन्छ त्यो ब्रान्डिङ कृपया नगरिदिनुहोस्। म कसैको पनि होइन, म सबैको हो। मैले प्रमाणले जे देख्छ, प्रमाणले देखेको कुराको भिडियो बनाउने हो। मलाई तपाईँहरूले राम्रो काम गर्नुहोस् र यसरी बाध्य पार्नुहोस् कि तपाईँहरूले गरेका राम्रो कामको बारेमा मैले भिडियो बनाउन पाऊँ आउने दिनहरूमा। त्यो भएर ब्रान्डिङ नगरिदिनुहोस्। म कसैद्वारा परिचालित, यहाँ अर्को पनि एउटा कुरा चाहिँ जोड्न चाहन्छु। यहाँ म नजिकै बस्ने केही मेरा साथीहरू हुनुहुन्छ, उहाँहरूलाई नेपालबाट चाहिँ फोन गरेर होइन त्यो मान्छे कोद्वारा परिचालित हो एकपल्ट बुझिदिनुहोस् न भनेर फोन गर्नुहुने रहेछ उहाँबाट साथीहरूले। म कसैद्वारा पनि परिचालित होइन, म परिचालित हुनुपर्ने आवश्यकतै छैन। मैले देखेको, मैले जानेको, मैले भोगेको, मैले सिकेको जे छ त्यही कुरा प्रयोग गरेर साधारणभन्दा साधारण पढे लेखेको नभएको मान्छेले नि बुझ्ने गरी प्रमाणसहितको भिडियो राखेको, त्यति हो। मैले प्रोपागान्डा चलाएको होइन, म कसैद्वारा परिचालित छैन, परिचालित हुनु पनि परेको छैन। परिचालित हुनको लागि त केही स्वार्थ चाहियो नि मलाई, होइन? के स्वार्थ? मलाई पैसा चाहिएको छैन, मैले पहिलादेखि भनिराखेको छु। मलाई राजनीतिक पद चाहिएको छैन, भोलि म नेपालमा आएर राजनीति गर्ने होइन। मलाई राजदूत हुनु छैन, म परिचालित के को लागि हुने? मैले मेरो जिन्दगीभर अब अहिले अन द स्पट अहिले ठाउँको ठाउँ म रिटायरमेन्ट भएँ भने पनि मेरो जिन्दगी मजाले चल्ने गरेको पैसा छ मसँग। म परिचालित के को लागि हुनुपर्ने हो त्यसको चाहिँ जवाफ दिनुपर्छ मान्छेहरूले पहिला, मलाई परिचालित भनेर आरोप लाउनुभन्दा अगाडि। ल ठिक छ, समयको लागि धेरै धेरै धन्यवाद। हामी यस्ता महत्त्वपूर्ण कुराकानी अरू आवश्यकता पऱ्यो भने हामी भविष्यमा गर्दै जाउँला। कहिलेकाहीँ आफूलाई भन्नुपर्ने कुराहरू कति कुरा चाहिँ त्यहाँ मिडियम बनिदियो भने कुरा गर्न कहिलेकाहीँ अलिक सजिलो हुन्छ। आफ्नै कुराहरू कहिलेकाहीँ आफै राख्नुपर्ने, अनि हामीले अब यसरी नयाँ जुस जागर फरक ढङ्गले सञ्चारकर्मलाई हेर्दै गरेका सञ्चारकर्मीहरूको विचार के रहेछ भनेर बुझ्ने एउटा यो सौभाग्य पनि हो। समयको लागि धेरै धेरै धन्यवाद। हजुर हस्, धन्यवाद। मलाई नि मेरो कुरा राख्ने मौका दिनुभयो। अलिक फरक किसिमले कतिपय कुराहरू के भने मैले नबुझेको, मैले नदेखेको फरक एङ्गलबाट पनि तपाईँले प्रश्नहरू सोधिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। मलाई लाग्छ मैले क्लेरिफाई गरेँ होला, कुनै पनि कुरा लुकाएँ जस्तो लाग्दैन। म सकेसम्म ट्रान्सपरेन्ट हुन चाहन्छु, मैले ट्रान्सपरेन्ट नै भएँ होला भन्ने मलाई आशा छ। त्यो मैले पनि महसुस गरेँ, दर्शकहरूले के महसुस गर्नुभयो त्यो प्रतिक्रिया पछि हेर्दै सुन्दै जाउँला। दर्शक महानुभावहरू, कार्यक्रम अब टुङ्ग्याउँछु। कार्यक्रममा आजका मेरा अतिथि हुनुहुन्थ्यो अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका महासचिव, सञ्चारकर्मी, पछिल्लो समय चर्चित सञ्चारकर्मी भन्न चाहन्छु टङ्कदाल। म तपाईँहरूकै पुरानो साथी द ब्रिस्टक सञ्चालक अर्जुन दाहालका डिसी नेपालको यो कार्यक्रमबाट बिदा माग्छु र टङ्कदाललाई धन्यवाद दिँदै फेरि अर्को आइतबार बिहान 10 बजे यहाँहरूसँग कुनै न कुनै अतिथिसँग भेट्नेछु। आज दुवैजना हामी टङ्क अर्जुनलाई बिदा दिनुहोस्। नमस्कार। थ्याङ्क यू, नमस्कार।